साथीहरू सम्पूर्णमा नमस्कार। यहाँहरू सम्पूर्ण साथीहरूलाई हार्दिक स्वागत गर्दछौँ। आजको यो शाखा अधिकृत तृतीय पत्रको नमुना सेट वानको हामी पृष्ठपोषण कक्षा फिडब्याक सेसनमा चाहिँ तपाईँहरूमा चाहिँ जोडिरहेका छौँ। तपाईँहरू हामीलाई प्रत्यक्ष रूपमा जुम मार्फत त्यसै गरेर चाहिँ फेसबुक पेज मार्फत चाहिँ तपाईँहरूले जोडिरहनु भएको छ। यहाँहरू सबैजना साथीहरूलाई चाहिँ हार्दिक स्वागत गर्दछौँ। यहाँहरू साथीहरूको उल्लेखनीय सहभागिता देखाइरहेको छ। तपाईँहरू सबैजनालाई चाहिँ स्वागत छ। साथीहरू, अब हामी ढिलो नगरिकन तपाईँहरूलाई चाहिँ आजको यो पृष्ठपोषण कक्षा चाहिँ स्टार्ट गर्छ। तर तपाईँहरूले स्क्रिनमा चाहिँ यो सेट वान भनेर देख्दाखेरि चाहिँ सुरुको हो कि भनेर चाहिँ बुझ्नु होला। यसलाई चाहिँ हामीले के गरेका छौँ भनेपछि यो 2082 सालको चाहिँ सुरुको फिडब्याक भएको कारणले गर्दाखेरि चाहिँ हामीले सेट वान भनेर चाहिँ दिइएको है। किनभनेपछि अब यो 2082 सालमा खुल्ने विज्ञापनलाई लक्षित गरेर चाहिँ हामीले राखेको कारणले गर्दाखेरि चाहिँ यहाँ सेट वान चाहिँ हुन गएको हो। तर अब पहिलादेखिकै सेट राख्ने हो भने त थुप्रो सेटहरू भइसकेका छन्। त्यही भएर केही साथीहरू झुक्किनु भएको भएपछि त्यसमा नगर्नु होला। र हामीले 10वटै प्रश्नहरू तपाईँलाई हिजो फेसबुक पेज मार्फत र त्यसै गरेर हाम्रोमा जोडिराख्नु भएको तपाईँहरू साथीहरू हुनुहुन्छ भनेपछि तपाईँहरूलाई हामीले हाम्रो ग्रुपहरू मार्फत पनि तपाईँहरूलाई चाहिँ पठाएका थियौँ। र आशा छ तपाईँहरूले पनि ती प्रश्नहरू हल गर्नुभएको छ भन्ने चाहिँ आशा गरेका छौँ। र सँगसँगै अब हामी तपाईँहरूले लेख्नु भएको उत्तरहरू र त्यसै गरेर चाहिँ तपाईँहरूका उत्तरसँग चाहिँ कति कुराहरू मेल खाए, कति कुराहरू छुटाउनु भयो, कुन तरिकाको हुनु पर्थ्यो भन्ने विषयमा चाहिँ फिडब्याक सिस्टम चाहिँ गर्छौँ। र यसको लागि हाम्रो आदरणीय गुरु जगदीश प्रसाद जोशी सर जोडिसक्नु भएको छ। सरलाई स्वागत गर्दै आजको यो सेसन चाहिँ अगाडि बढाइदिनु हुन अनुरोध गर्दछु। सर नमस्कार हजुर। नमस्कार शिवराजी, नमस्कार। ए हुन्छ, सरले सुरु गरिदिनु होला सर। हस्, थ्याङ्क यू है। यो तपाईँले यसलाई यो हाम्रो मेटेरियललाई चाहिँ डिस्प्ले गर्नु न त्यहीँबाट, कि म यहाँबाट सेयर गरौँ? हजुरले त्यताबाट गर्दा हुन्छ सर। म एउटा गरौँ। अनि के कतिको तयारी भएको छ साथीहरूले, कतिको यो आजको प्रश्नोत्तर लेख्नुभयो है? तपाईँहरूले लेखा उत्तरसँग मैले पनि यो उत्तरहरू लेखेको छु, यसको आन्सर लेखेको छु। कतिको यो ठ्याक्कै मिल्न गयो, यो चाहिँ हामीहरू हेरेर क्रस चेक गरौँ। मलाई विश्वास छ सबै साथीहरूले चाहिँ यो यसको उत्तर लेख्नु भएको छ। तपाईँहरूले होइन, यो चाहिँ सागरदितको तेस्रो पत्रको लागि चाहिँ हामीले यो प्रश्नोत्तर तयार गरेका थियौँ। यो सेट वान, सरले भनिहाल्नु हो, सेट वानै चाहिँ होइन यो। खास यो वर्ष धेरै यो यो आर्थिक वर्षमा धेरैवटा हामीले क्वेसन आन्सर चाहिँ गरेका थियौँ। तर यो वर्ष यो 82को लागि चाहिँ हामीले यो पहिलो सेटको रूपमा चाहिँ हामीले यसलाई चाहिँ तयार गरेका छौँ। क्वेसनहरू चाहिँ अलिकति तपाईँहरूलाई चाहिँ परीक्षालाई केन्द्रमा राखेर हामीले चाहिँ क्वेसन आन्सरहरू बनाएको जस्तो लाग्छ मलाई। म आफैले बनाएको प्रश्न उत्तर चाहिँ यो चाहिँ सम्भावना बोकेको यो यही इक्जामलाई पनि केन्द्रमा राखेर हामीले यो आउने यो इक्जामलाई पनि हामीले चाहिँ अलिकति फोकस्ड गरे हो। अब नयाँ विज्ञापनको लागि पनि हामीले चाहिँ अलिकति फोकस गरेको कुरा हो होइन। जति सकिन्छ अब यसलाई हामी अगाडि बढाउनेछौँ। यो मैले एकैछिन तपाईँको 2 मिनट टाइम लिएँ मैले यो शिवराज सर, सर। मैले 1 मिनट टाइम लिएँ है। हस् मेरो हस् अलिक टेक्निकल यो कारण नेट अलिक स्लो भएर है 1
ओके साथीहरू, म यो तपाईँलाई चाहिँ आजको यो प्रश्नहरू यो उत्तरहरू म सेयर गर्छु है। हामी सुरु गरौँ अब यो। हामी धेरै साथीहरू जोडिसक्नु भएको छ, तपाईँहरूले लेख्नु भएको होला, आफ्नो उत्तर चाहिँ क्रस चेक गर्नु होला सबै साथीहरूले। यो यो चाहिँ हामीले आजको यो प्रश्नहरू चाहिँ हामीले चाहिँ समाधान गरेका छौँ। यो पहिलो प्रश्नमा म गएँ। मेरो यो शिवराज सर, मेरो यो स्क्रिन क्लियरली देखिया छ? हजुर, क्लियर छ सर, क्लियर छ। यता माथिको योलाई चाहिँ काटिदिनु होला। ओके। अब मैले सुरु गरेँ है साथीहरू। अब तपाईँहरूले पहिलो प्रश्न के थियो भने नि है, तपाईँहरूको पहिलो प्रश्न के थियो भने यसलाई चाहिँ काटिदिउँ न सर, यसलाई चाहिँ यहाँनिर अ, यसमा यसलाई क्लिक गरेर। यसलाई हामी यसलाई ओके, यसलाई पनि हटाइदिए है। ओके, यो शाखा अधिगीतको तेस्रो पत्रमा है, तेस्रो पत्रमा चाहिँ यो पहिलो खण्डबाट यो खण्ड कबाट चाहिँ हाम्रो तिनवटा प्रश्न सोध्छ होइन। प्रत्येक प्रश्न चाहिँ 10-10 नम्बरको हुन्छ है। यो तपाईँहरूले चाहिँ माथि एकचोटि प्रश्न फेरि गरिदिनु त तपाईँ। ओके, ठिक छ, पर्दैन, मै देखाउँछु। यो चाहिँ 10-10 नम्बरको प्रश्न सोध्छ पहिलो खण्डबाट है। अ, तिनवटा प्रश्न सोध्ने भयो यो हामीले है, पहिलो खण्डबाट होइन। अनि त्यसै गरेर दोस्रो खण्डबाट यो खण्ड क को तिनवटा प्रश्नहरू होइन। अनि त्यसपछि खण्ड खबाट पनि यस्तै गरेर दुईटा प्रश्न सोध्छ होइन। अनि खण्ड गबाट चाहिँ यो 4 नम्बर प्रश्न र 5 नम्बर प्रश्न चाहिँ खण्ड खबाट। यसै गरेर खण्ड गबाट फेरि तिनवटा प्रश्न सोध्छ होइन। होइन, यो खण्ड खको 4 5 होइन। खण्ड गबाट फेरि तिनवटा प्रश्न सोध्छ होइन। र खण्ड घबाट चाहिँ यसरी दुईटा प्रश्न सोध्छ। यसरी चाहिँ शाखा अद्वितको चाहिँ तेस्रो पत्रको सिलेबस चाहिँ डिजाइन भएको छ है। अब यो बेसिकली यो खण्ड कबाट सोध्ने प्रश्नहरू को लागि छुट्टै कपी पाइन्छ परीक्षामा। खण्ड खको लागि छुट्टै र खण्ड ग घको लागि पनि छुट्टै छुट्टै कपी पाइन्छ। तपाईँहरूले चारवटा खण्डहरू छुट्टै हुन्छन्। अब जो चाहिँ पर्सि अब यो हाम्रो असारमा हुने परीक्षामा जो तपाईँ सहभागी हुन लाग्नु भएको छ, तपाईँले चाहिँ यो अलिकति चाहिँ यो खण्डहरू चाहिँ लेख्न नभुल्नु होला। खण्डहरू लेख्न भुल्यो भने यसले चाहिँ तपाईँहरूलाई दिने रिजल्ट नेगेटिभ हुन्छ, चेक हुँदैन। एउटा खण्डमा लेख्ने उत्तर अर्को खण्डमा लेख्यो भने त्यसले चाहिँ के गर्छ, अलिकति गाह्रो गर्छ। अब मैले तपाईँलाई प्रश्नतिर गएँ सिधै। अब हेरौँ, यो प्रश्न लेख्दाखेरि चाहिँ हामी साथीहरू कतिपय के गर्छौँ भने एउटातिर क्वेसनले सोधे हुन्छ, अर्कोतिर चाहिँ त्यसको उत्तर लेख्छौँ। अब जाँचकीलाई अब त्यसको आन्सर दिँदाखेरि के त्यसको अब यो त्यसको नम्बर दिँदाखेरि चाहिँ जाँच्की अथवा जाँच्दाखेरि चाहिँ अलिकति चाहिँ कन्फ्युज हुन्छ। त्यसरी चाहिँ नलेख्नु होला। अब मैले तपाईँलाई क्लियरली जाँचमा लेख्ने मोडलमा मैले आफूले तयारी गर्दाखेरि सेक्सन अफिसरको यो तरिकाले आफूले तयारी पनि गरेको थिएँ। यो तरिकाले मैले चाहिँ तपाईँहरूलाई चाहिँ जोडेँ है। बेसिकली हेर्नु न तपाईँहरू, अब यो पहिलो नम्बर प्रश्न छ है, तपाईँहरू हेर्नु त यहाँ पहिलो नम्बर प्रश्नमा चाहिँ सामाजिक प्रणालीमा सामाजिक विवाद र सामाजिक द्वन्द्व है, सामाजिक विवाद र द्वन्द्वले पारेको प्रभावले गरी उचित र विवेकपूर्ण व्यवस्थापन मार्फत यसबाट लाभ लिन के कस्ता उपायहरू अवलम्बन गर्नु सकिन्छ भनेर चाहिँ लेख्नुहोस् भनेर लेखेको छु है। अनि यो तपाईँ पहिले एकचोटि प्रश्न राम्ररी हेरौँ त साथीहरूले कसरी लेख्नु भएको छ। एकचोटि तपाईँहरूले चाहिँ एकचोटि आफ्नो लेखेको कुरालाई एकछिन हेर्नु त है। जस्तो क्वेसन हेरौँ, क्वेसनको पहिलो पार्टले के भन्छ भने सामाजिक विवाद र द्वन्द्वले पारेको प्रभाव चाहिँ के छ सामाजिक प्रणालीमा। यहाँ हेर्नु त, यो एउटा क्वेसनको पहिलो पहिलो पार्ट हो है साथीहरू। यहाँ हेर्नु त, यो क्वेसनको के हो, पहिलो पार्ट हो। यति पार्ट पहिलो हो क्या क्वेसनको, ठिक छ नि। अनि यसको लागि चाहिँ क्वेसनको भार कति छ, अङ्क हेर्नुहोस् है तलतिर। क्वेसनले कति लेख्नु कति भनेको छ, 5 नम्बर भनेको छ। यसको लागि यति लेख्यो भने तपाईँले पाउने भनेको कति नम्बर हो, 5 नम्बर हो क्या पाउने भनेको। कुरा बुझ्नुभयो नि। यति लेख्यो भने तपाईँले 5 मार्क्स पाउनुहुन्छ है। यो तपाईँको 5 मार्क्सको हो। अनि त्यस पछाडि उचित र विवेकपूर्ण व्यवस्थापन मार्फत, उचित र विवेकपूर्ण द्वन्द्व व्यवस्थापन भने नि हुन्थ्यो, मैले व्यवस्थापन मात्रै लेखेँ। यसबाट लाभ लिन के कस्ता उपायहरू अवलम्बन गर्नु उपयुक्त ठान्नुहुन्छ लेख्नुहोस् भनेर चाहिँ यो पार्ट चाहिँ दोस्रो पार्ट भयो है। क्वेसन दुईटा खण्डमा, एउटा पहिलो खण्ड दोस्रो दोस्रो खण्ड, दुईटा खण्डमा क्वेसन विभाजन गरेको छु मैले है। यो यसको क्वेसनको वेटेज के छ भने 5+5, 5+5, 5 माथिको लागि 5 यसको लागि दुइटै के छ, 10 नम्बरको क्वेसन छ। अब धेरै साथीहरू के गर्नुहुन्छ भने यो चाहिँ लेख्दाखेरि चाहिँ सामाजिक विवाद र द्वन्द्वको परिभाषातिर जानुहुन्छ होइन। त्यो गर्दाखेरि तपाईँहरूको टाइम चाहिँ माथि नै किल हुन्छ, टाइम सकिन्छ। त्यो भनेको खास स्ट्यान्डर्ड
आन्सर चाहिँ त्यसलाई मानिँदैन। तपाईँलाई कति कहाँबाट त्यो सिक्नु भयो, अब तपाईँ त्यसलाई रिपिट गर्नु होला, आफू चाहिँ अलिकति आफ्नो चाहिँ फेरि समीक्षा गर्नुहोस् आफ्नो आन्सरलाई। खासमा क्वेसनले जे मागे हो त्यहीबाट सुरु गर्ने हो, सजिलो भाषामा सुरु गर्ने हो होइन। धेरै ठुल्ठुलो कुराहरू तपाईँहरूले लेखेर चाहिँ परीक्षामा त्यो कपी जाँच गर्ने मान्छे चाहिँ प्रभावित हुँदैन, उसले धेरै कुरा बुझिसकेका हुन्छ, तपाईँहरूभन्दा धेरै अध्ययन गरे हुन्छ, उसले त्यो सार्वजनिक क्षेत्रमा धेरै लामो अनुभव बोकेका हुन्छ। एउटा ठुलो एउटा चाहिँ द्वन्द्व व्यवस्थापनदेखि लिएर सार्वजनिक मामिलाहरूको सम्बोधन गरे हुन्छ, उसले आफ्नो त्यहाँ योगदान गरे हुन्छ, उसले त्यो विषयवस्तुहरूलाई क्लियरली देख्दाखेरि नै उसले कति बुझाएको छ भन्ने कुरा बुझ्छ। त्यही भएर तपाईँको राइटिङमा चाहिँ वर्डहरूदेखि लिएर तपाईँको चाहिँ त्यो जार्गन अफ वर्ड धेरै ठुल्ठुलो नबनाउनुहोस् कि शब्दहरूको एरेन्जमेन्टले चाहिँ तपाईँहरूलाई खासै धेरै ठुलो तात्विक फरक पार्दैन। र त्यहाँ भएको विषयवस्तु कति सिम्पल छ, कति एकदम लजिकल छ, कति चाहिँ त्यहाँ चाहिँ आवश्यक छ भन्ने कुरा म्याटर्स गर्छ है। त्यसले चाहिँ तपाईँलाई के गर्छ, त्यो कुराले म्याटर गर्छ। त्यही भएर तपाईँलाई मैले चाहिँ के लेखेँ भने ट्याक्कै क्वेसनले मागेको यो विषय हो नि त, सामाजिक प्रणालीमा सामाजिक विवाद र द्वन्द्वले पारेको चाहिँ प्रभाव चाहिँ के हो भन्ने विषय नै हो नि त खासमा त। यो विषयलाई नै मैले चाहिँ अगाडि बढाएको है साथीहरू। यहाँ हेर्नु अब खास सामाजिक प्रणालीमा सामाजिक विवाद र द्वन्द्वले पारेको प्रभावहरू भने मैले यसैलाई मैले चाहिँ के गरेँ तपाईँलाई अलिकति लेखेँ। सामाजिक विवाद र द्वन्द्वको उचित र विवेकपूर्ण व्यवस्थापन गर्न सकेमा यसले सामाजिक प्रणालीमा विकास तथा रूपान्तरणको लागि महत्त्वपूर्ण औजारको काम गर्दछ है। यसको व्यवस्थापनमा कमी भएमा तथा विचलन भएमा एउटा कुरा गर्नुपर्ने र त्यो ठ्याक्कै अरू डाइभर्ट भएमा त्यो औजारहरू प्रयोगमा डाइभर्ट भएमा चाहिँ यसले समाजको विकास प्रणालीलाई समेत प्रतिकूल असर पुर्याउँछ। सामाजिक प्रणालीमा विवाद र द्वन्द्वले पारेको प्रभावलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ भने मैले मैले जे हो जे मागे हो प्रश्नले मैले त्यसैमा गएर त्यसैमा मैले के गरेँ सोल्युसन लेखेँ। अब यसले पारेको प्रभावहरू चाहिँ मैले यसले पुर्याएका सकारात्मक प्रभावहरू भनेर मैले लेखेँ। सकारात्मक प्रभावहरू के छन् त, अब यो मैले क्लासमा पढाउँदाखेरि पनि तपाईँहरूलाई यी कुराहरू चाहिँ पढाएको थिएँ तपाईँहरूलाई मेरो कक्षामा तपाईँले लिनुभयो होला। योभन्दा अगाडि पनि लिने साथीहरू हुनुहुन्छ होला होइन, योपालि पनि लिइराख्नु भयो होला। मैले तेस्रो पत्र मैले सुरु गरेको छु, पहिलो खण्ड लगभग सकिँदैछ। साथीहरू जोइन हुनु होला, जोइन नभएका साथीहरू पनि। यो सकारात्मक प्रभाव भनेर मैले चाहिँ केही कुरा यहाँ लेखेको छु। सकारात्मक प्रभाव के हुन्छन् त, द्वन्द्वले सामाजिक प्रणालीमा पुर्याएको सकारात्मक प्रभाव पनि लेख्न सकिन्छ। मैले अलिकति समय कम देखेर चाहिँ मैले सकारात्मक प्रभाव मात्रै लेखेँ है। मैले क्वेसनलाई के गरेँ भने मैले आई वान्ट टु टाइम म्यानेज है, मैले चाहिँ समयलाई व्यवस्थापन गर्न खोजेको हो म्याक्सिमम्, अरू केही पनि होइन नि होइन, समयलाई व्यवस्थापन गर्न खोजेको हो। तपाईँले चाहिँ यसरी चाहिँ यसको सकारात्मक प्रभावहरू हेर्नुहोस् त के हो त। अब यसले के गर्छ त, यो सामाजिक स्थिर राजनीतिक स्थिरता समावेशिता असल राजनीतिक संस्कार र मूल्यहरूको विकास हुन्छ है। द्वन्द्वको सकारात्मक व्यवस्थापन गर्न सक्यो भने राजनीतिक स्थिरता हुन्छ, समावेशिता हुन्छ, असल राजनीतिक संस्कार र मूल्यहरूको विकास हुन्छ। एउटा भ्रष्टाचार अनियमितता र ढिलासुस्तीको अन्त्य हुन्छ र डिपिङ अफ डेमोक्रेसी, डेमोक्रेसीको डिपिङ हुन्छ, डेमोक्रेसी स्थायित्व हुन्छ डेमोक्रेसीको होइन, डिपिङ अफ डेमोक्रेसी हुन्छ। विविध र असमानताको अन्त्य हुन्छ, समाजका कमी कमजोरीको सतहीकरण हुन्छ। यो अलिकति लेख्दाखेरि चाहिँ समाजका सामाजिक भाषा यसलाई बुझेर मिलाएर बुझ्नु होला है। सामाजिक विकासले गति पाउँछ होइन, यो चाहिँ पोजिटिभ इम्प्याक्ट अफ द होइन कन्फ्लिक्ट, कन्फ्लिक्टले पारेको सकारात्मक प्रभावहरू चाहिँ हामीले चाहिँ यी यसरी लेख्यौँ हामीले। यो लेखिसके पछाडि हामीले ढिला गरेनौँ हामीले, विविधता र फरक पहिचानको संरक्षण हुन्छ, नयाँ र औचित्यपूर्ण सामाजिक संरचनाहरूको स्थापना हुन्छ होइन। जे जे आवश्यक छन् ती आवश्यक संरचनाहरूको स्थापना हुने भयो र अनावश्यक संरचनाहरू विघटन पनि हुने भयो। आवश्यक भएका सङ्गठन स्थापना हुने भयो, अनावश्यक भएका सङ्गठनहरू विघटन हुने भयो। सामाजिक एकता सहिष्णुता बढ्छ, विकास प्रक्रियामा नागरिक सहभागिता समर्थन र संलग्नता बढ्छ, दिगो विकास हुन्छ भनेर मैले यसका राम्रा पक्षहरू लेखेको छु। अब केही कमजोरी पक्षहरू, यसका केही कमजोर पक्षहरू पनि हुन्छन्। द्वन्द्वको अलिकति प्रभावकारी व्यवस्थापन गर्न सकेन भने यसले चाहिँ के गर्छ, यसले चाहिँ नेगेटिभ रिजल्ट अर्थात् खराब यसको चाहिँ नि नतिजा पनि यसले दिन्छ। ती खराब नतिजाहरू के हुन् भने राजनीतिक अस्थिरता हुन्छ, एउटा राष्ट्रिय हितका मुद्दाहरूबाट विचलन हुन्छ। राजनीति चाहिँ राष्ट्रिय हितका जुन मुद्दामा केन्द्रित हुनुपर्ने हो त्यो नभएर चाहिँ के हुन्छ भने राष्ट्रिय हितका मुद्दाबाट चाहिँ राजनीति चाहिँ विचलन हुन्छ, राजनीतिको ध्यान अन्तै मोडिन्छ। एउटा उदाहरण तपाईँलाई सेयर गर्छु। यो अस्ति भर्खरै 3 कुनेमा भएको हाम्रो झडप एउटा द्वन्द्व नै हो, यो एउटा स्वरूप सानो भए ठुलो भए पनि द्वन्द्व नै हो। त्योभन्दा अगाडि एउटा राष्ट्रिय राजनीति चाहिँ एउटा मुद्दामा केन्द्रित थियो भने त्यसपछि त्यो नयाँ सिराबाट राज्यको राजनीतिक शक्ति प्रयोग गर्नेहरूको ध्यान चाहिँ द्वन्द्वले तान्दछ र राजनीतिक चाहिँ के हुन्छ, इस्युहरू चाहिँ मोडिन्छन्, त्यो एउटा डाइभर्ट हुन्छ कि इस्यु चाहिँ। खास मुद्दा जे हो होइन त्यो मुद्दाभन्दा डाइभर्ट हुन्छ, विकासका कार्यहरू अवरुद्ध हुन्छन्, चालु खर्च मात्रै बढ्छ, पुँजी सिर्जना हुँदैन क्या।
क्यापिटल फर्मेसन हुँदैन खासमा, उत्पादन र उत्पादकत्व हुने कार्यहरू चाहिँ अवरुद्ध हुन्छन्। आर्थिक रूपमा परनिर्भरता बढ्छ, सार्वजनिक ऋण बढ्छ, उत्पादन र उत्पादकता घट्छ, लगानीको वातावरण क्षयकरण हुन्छ, उद्यमशीलता घट्छ, यो गरिबी बेरोजगारीहरू महँगीहरू बढ्छ, यो मुद्रास्फीतिहरू बढ्छ, सामाजिक विकास अवरुद्ध हुन्छ, शिक्षा स्वास्थ्य सञ्चार खानेपानीहरू अवरुद्ध हुन्छन्, सामाजिक सेवाहरू कमजोर हुन्छन्, राष्ट्रिय एकता र सहिष्णुतामा पनि के हुन्छ, प्रतिकूल प्रभाव पर्छ, पर्यावरणीय क्षयीकरण हुन्छ, विकास हुन्छ, के अरे क्षयीकरण हुन्छ, विनाश हुन्छ लेख्नु है, यहाँनिर विकास लेखेको छ, दिगो विकासको मुद्दाहरू अवरुद्ध हुन्छन् भनेर यसले खासमा द्वन्द्वको उचित व्यवस्थापन गर्न नसक्दाखेरि यसले पुर्याएका प्रतिकूल प्रभावहरू चाहिँ के हुन् भनेर मैले अनुकूल राम्रा प्रभावहरू र प्रतिकूल प्रभावहरूको बारेमा मैले तपाईँलाई सेयर गरेँ। यो डिस्प्लेबाट तपाईँहरूले कतिको बुझ्नुभयो, तपाईँले के लेख्नु भएको थियो, यो चाहिँ अलिकति क्रस चेक गरेर यो लेख्नु होला। अब यो द्वन्द्वको व्यवस्थापनबाट लाभ लिन चाहिँ अवलम्बन गर्नुपर्ने उपायहरू चाहिँ के हुन् त खासमा, यसलाई कुन ढङ्गको हामीले चाहिँ द्वन्द्व व्यवस्थाबाट लाभ लिन सकिन्छ भनेर मैले के कुराहरू 5-7वटा बुदाहरू लेखेको छु। यसको वेटेज 5 नम्बर छ है, ठिक छ, माथिको 5 यो 5 हो। द्वन्द्वको व्यवस्थाबाट लाभ लिनको लागि हामीले गर्नुपर्ने उपाय निम्न अनुसार छन् भन्ने। पहिलो के लेख्ने, द्वन्द्वको समय बोध गर्ने, द्वन्द्वलाई बुझ्न ढिला नगर्ने कि सानो एउटा एउटा समय हुन्छ साथीहरू, त्यो समयलाई बुझेन भने, त्यो समयलाई क्याच गर्न सकेन भने त्यसले पुर्याउने क्षति चाहिँ, त्यो द्वन्द्वले पुर्याउने क्षति धेरै ठुलो हुन्छ। जस्तो तपाईँको इन्डिया र पाकिस्तान अहिले द्वन्द्व भइरहेछ, एउटा टाइम ठ्याक्कै आउँछ, त्यो टाइमलाई ठ्याक्कै क्याच गरेर चाहिँ त्यो द्वन्द्वको उचित समाधान निकाल्न सकेन भने त्यो फेरि द्वन्द्वले लिने स्वरूप चाहिँ अलिकति के हुन्छ, अलिकति प्रतिकूल हुन्छ है। द्वन्द्व समाधानका विकल्पहरूको खोजी गर्ने। तेस्रोमा द्वन्द्वले पुर्याउने भौतिक र भावनात्मक क्षति न्यून गर्न यसको संवेदनशीलताबारे ध्यान दिने। त्यसको चाहिँ एउटा चाहिँ संवेदनशीलता छ, त्यो चाहिँ त्यसको बारे ध्यान दिनु पर्यो हामीले। द्वन्द्वोत्तर पक्षको विषय नतिजामुखी वार्ता छलफल र सम्झौता गर्ने, सम्झौताको कार्यान्वयन प्रभावकारी रूपमा गर्ने है। अन्तरिमकालीन व्यवस्थापनमा द्वन्द्वोत्तर पक्षका बिचमा विश्वास र द्वन्द्वको क्रममा भएका भावनात्मक रूपमा क्षतिहरूको सम्बोधन गर्ने, द्वन्द्व संवेदनशील विकासलाई गति दिने है, सामाजिक समस्या र विकासका अवरोधहरूको दीर्घकालीन समाधान गर्ने, शासकीय कमी कमजोरी र ढिला सुस्तीको समस्याको समाधान गर्ने, लोकतान्त्रिक अभ्यासहरू र मानवाधिकार कानुनको प्रविधिको र प्रभावकारी बनाउने भनेर मैले तपाईँलाई यो चाहिँ यो प्रश्न लेखेँ। अब हेर्नु तपाईँहरू कति चिटिक्क भएको छ यो है। अब यसमा निष्कर्ष है, मैले चाहिँ ट्याक्कै माथितिर ब्याकग्राउन्ड, तलतिर फर्स्ट पहिलो उसले मागेको, सेकेन्डले मागेको, त्यसपछि थर्डले मागेको, अनि त्यसपछि निष्कर्षतिर गएँ म है। अनि यो कस्तो ब्यालेन्स आन्सर भन्छ यसलाई होइन, तपाईँले लेख्दाखेरि चाहिँ ब्यालेन्स भयो कि यो आन्सर चाहिँ होइन। अब यो थोरै निष्कर्ष लेखिदिनुहोस् होइन, के भन्न खोजेर रहेछ त, थोरै निष्कर्ष लेखौँ। यति लेख्दाखेरि के हुन्छ, यो प्रभावकारी हुन्छ। निष्कर्षमा के छ हेर्नु त साथीहरू, निष्कर्षमा विकासलाई दिगो बलियो र समावेशी बनाउनको लागि होइन, यो माथिको प्रश्नकै उसमा आधारमा तपाईँहरूले चाहिँ यसलाई चाहिँ निष्कर्ष लेख्ने। धेरै साथीहरू निष्कर्ष लेख्दा कन्फ्युज हुनुहुन्छ। निष्कर्ष खास कन्फ्युजिङ नहुनुहोस्, जे प्रश्नले मागेको हो, जे तपाईँले उत्तर लेख्नुभयो त्यसलाई अलिकति टु सम अप, अलि मिलाएर त्यसको चाहिँ सार निस्किने गरेर तपाईँहरूले चाहिँ प्रस्तुत गर्यो भने निष्कर्ष पनि के हुन्छ, प्रभावकारी हुन्छ है। 3टा पार्टमा क्वेसनलाई हेरेँ मैले। पहिलो के लेखेँ मैले, ब्याकग्राउन्ड लेखेँ, जे मागेको हो त्यही ब्याकग्राउन्डमा। त्यसपछि मैले के गरेँ, ब्याकग्राउन्ड पछाडि जे क्वेसनले मागेको छ, फर्स्ट पार्ट, सेकेन्ड पार्ट, थर्ड पार्ट, अहिले सेकेन्ड र फर्स्ट 2टा पार्ट मागेको छ, यसपछि कहिलेकाहीँ थर्ड फोर्थ पार्ट पनि मागेको हुन्छ। मैले पेपरमा तपाईँले सेकेन्ड थर्ड पार्ट पनि मागेको प्रश्न राखेको छु। तपाईँले यसरी चाहिँ सोल्युसन गर्नुभयो भने क्वेसनलाई तपाईँले चाहिँ न्याय हुन्छ र क्वेसनमा मार्क्स पनि राम्रो हुन्छ है साथीहरू। अब यसपछि यो सामाजिक प्रणालीमा परेको प्रभाव भनेको छ, के कस्तो प्रभाव परेको छ सामाजिक प्रणालीमा, त्यो प्रभाव ठ्याक्कै लेख्ने कि हाम्रो सामाजिक प्रणालीमा द्वन्द्वको व्यवस्थापनले पारेको प्रभाव, सामाजिक द्वन्द्वले पारेको प्रभाव यही हो नि त खासमा है। ठिक छ नि, जे मैले भने यही हो, ठिक छ नि। प्रश्न के अरे, हाम्रो ठ्याक्कै क्वेसनलाई बुझ्नमा चाहिँ ढिला नगर्नु चाहिँ। क्वेसन बुझ्नमा तपाईँले ढिला गर्यो भने उत्तर तपाईँको एकातिर क्वेसन हुन्छ, एकातिर उत्तर हुन्छ, यसले गर्दा नतिजा राम्रो हुँदैन। ठिक छ, यो पहिलो क्वेसन यति हो है। ठिक छ साथीहरू, म सेकेन्ड क्वेसनमा गएँ है। सेकेन्ड प्रश्नमा चाहिँ है, यो चाहिँ सामाजिक न्यायका लागि हामीले के कस्ता व्यवस्था र पहल कदमहरू गरेका छौँ है साथीहरू, के कस्ता व्यवस्था गरेका छौँ भन्न खोजेको क्वेसनले हेर्नु त यहाँ के कस्ता व्यवस्था र पहल कदमहरू भनेको छ नि होइन। यहाँ हेर्नु त, तपाईँले गरेका व्यवस्था के हुन् र पहल कदमहरू के हुन् भने पनि होइन एउटा। दोस्रो कुरा, एउटा प्रश्न यो हो, दोस्रो कुरा, नागरिकहरूमा सामाजिक न्यायको अनुभूति बढाउनका लागि हामीले गर्नुपर्ने सुधारात्मक कार्यहरू के हुन्, 2टा यो है। हामीले गर्नुपर्ने सुधारात्मक कार्यहरू के हुन्, के का लागि, सामाजिक न्यायको अनुभूति बढाउनको लागि
यो दुईटा प्रश्न छ, यो स्टेट सब प्रश्नहरू। यो पनि सोधेको प्रश्न हो, कुन इक्जाममा म बिर्सेँ, एउटा सोधेको छ। त्यो चाहिँ 5 + 5 10 को हुन्छ। अब मैले तपाईँलाई क्वेसनको स्टाइल भनेको थिएँ, के गर्नुहोस् भने जे प्रश्नले मागेको हो त्यसैमा जानुहोस् क्लियर। प्रश्नले के मागेको, सामाजिक न्यायका लागि गरिएका व्यवस्था र पहलहरू मागे हो नि त पहिलो त, होइन? यी ठ्याक्कै जे छ त्यसैलाई लेख्नुहोस् है। अब यसलाई मैले ठ्याक्कै लेखेँ, धेरै ब्याकग्राउन्ड बनाइनँ मैले। बिहान एकजना साथीले मलाई व्हाट्सएपमा पठाउनु भएको थियो, सर यो क्वेसन चेक गरिदिनु भनेर। त्यसले चाहिँ यो सामाजिक न्याय लेख्ने, त्यसपछि सामाजिक न्यायका लागि गरेका व्यवस्था र पहल लेख्ने, त्यसमा फेरि ब्याकग्राउन्ड 4-5 लाइनको लेख्ने। यो लेख्दाखेरि तपाईँको क्वेसनमा जे भनेको हो, जे मागेको हो, त्यो लेख्नबाट तपाईँ विश्लेषणमा पर्नुहुन्छ र तपाईँको प्रश्नले, तपाईँको उत्तरले प्रश्नलाई न्याय गर्दैन। त्यही भएर मैले जे छ ठ्याक्कै त्यसमा क्लिक गरेँ। पछिल्लो समयमा शासकीय अभ्यासहरूमा सामाजिक न्यायको अवधारणालाई लोकतन्त्रको आधार स्तम्भको रूपमा अनुसरण गरिएको छ है। यही सेन्टेन्सले धेरै कुरा बोलिसकेको छ कि होइन। हाम्रो चाहिँ लोकतन्त्रको आधार स्तम्भ नै सामाजिक न्याय हो भनेर हामीले शासकीय अभ्यासका विभिन्न शैलीहरू, विभिन्न प्रयत्नहरूमा हामीले चाहिँ यो विषयलाई चाहिँ इन्कर्पोरेट गरिसकेको अवस्था छ है। ठिक छ। संविधान र राज्यका विषयको नीतिहरू, कानुन तथा राज्यका अभ्यास र प्रयत्नहरूमा सामाजिक न्यायको विषय प्रष्ट र प्रभावकारी रूपमा प्रतिबिम्बित गरिएको छ। सामाजिक न्यायका लागि गरिएका व्यवस्थाहरूलाई हामी निम्नानुसार उल्लेख गर्न सक्दछौँ भन्ने लेख्ने हो। यो संविधानमा ठ्याक्कै संविधान लेख्यो। प्रस्तावनामा के छ त हेर्नु त, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय कायम गर्ने सङ्कल्प गरेको छ। मैले संविधानलाई नै खोतलेर लेखेको छु है। तपाईँलाई कहिलेकाहीँ के पनि सोधिन सक्छ भने संविधानमा के व्यवस्था गरेको छ भनेर पनि सोधिन सक्छ, र यो तपाईँले कण्ठ गर्यो भने तपाईँको के हुन्छ, क्वेसनले जस्टिस पनि पाउँछ है। अब यसपछि प्रस्तावनामा के छ, हाम्रो चाहिँ नि यो हाम्रो मौलिक हकमा के छ है। ठिक छ नि। प्रस्तावनामा चाहिँ दुईटा कुरा बोलेर छ, आर्थिक समानता, समृद्धि र सामाजिक न्याय कायम गर्ने, सामाजिक समावेशिता र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने दुईटा मौलिक हकहरू, समानताको हक, सामाजिक न्यायको हक लगायतको मौलिक हकहरू बोलेर छ। सिद्धान्त चाहिँ हाम्रो नीति दिशा सिद्धान्तमा चाहिँ हाम्रो शासनका लाभ तथा अवसरको विवेकपूर्ण के न्यायपूर्ण वितरण गर्ने यो कुरा बोलेको रहेछ। हामीले चाहिँ यसलाई सेपरेटली राख्यौँ नीतिहरूमा। समावेशीकरण सम्बन्धी नीति, नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीतिहरूमा न्यायको सिद्धान्तलाई अवलम्बन गरेको छ। यसरी चाहिँ हामीले यो स्थानीय प्रशासनलाई समावेशी बनाएको छ। हाम्रो पहल कदमहरू चाहिँ प्रशासनलाई समावेशीकरण बनाएको कारणले सामाजिक न्याय कायम हुने हो नि त, होइन? त्यो हामीले अभ्यास गरेका छौँ, प्रयत्न गरेका छौँ, पहल गरेका छौँ। समानुपातिक प्रतित्व प्रणाली छ होइन। अर्को संवैधानिक निकायमा चाहिँ हाम्रो चाहिँ मानव अधिकार आयोग, प्राकृतिक स्रोत साधन वित्त आयोगले पनि सामाजिक न्यायका सिद्धान्तलाई अनुसरण गरेर चाहिँ प्राकृतिक स्रोत साधन वित्त आयोगले यो अनुदानहरूको सिफारिस गर्दछ होइन। यो राजस्व तथा स्रोतको बाँडफाँडका लागि चाहिँ सङ्घीय सरकारलाई सिफारिस गर्दछ होइन। दलित आयोग, मुस्लिम आयोग, संरक्षण आयोग लगायतका आयोगहरूको व्यवस्था भनेर संविधानमा यो व्यवस्था छ लेख्नु। त्यसपछि कानुनमा के व्यवस्था छ होइन। हामीले चाहिँ यो लगायतका धेरै कानुनहरू छन्, तर मैले यो प्रतिनिधि कानुन 2-3टा लेखिदिएको छु। नीतिगत व्यवस्थाहरू चाहिँ दिगो विकासका लक्ष्यहरू आन्तरिकरण गर्ने लगायतका कुराहरू मैले यो नीतिगत व्यवस्थाहरूमा मैले तपाईँहरूलाई चाहिँ यो कुराहरू लेखिदिएको छु। स्रोत साधनको न्याय कायम गर्ने अन्तर्राष्ट्रिय सन्धिको नेपाल पक्ष राष्ट्र भएको छ। चालु अवधिको घोषणामा स्रोत साधनको न्यायको सिद्धान्तलाई अवलम्बन गरेको छ। यो हामीले योजनालाई पनि हेऱ्यौँ। यसरी चाहिँ तपाईँले योजना, अन्तर्राष्ट्रिय सन्धिहरूको कार्यान्वयन, विभिन्न कार्यक्रमहरूको तपाईँहरूले चाहिँ व्यवस्थापन लेख्न सकिन्छ। जस्तो लक्षित वर्गको सशक्तिकरण होइन, यो चाहिँ क्यापासिटी डेभलपमेन्ट्स होइन अफ टार्गेट ग्रुप होइन, क्षमता विकास र मूल प्रवाहीकरण गर्न, नीतिगत एकीकरण र समायोजन गर्ने। यसो सरी है, यो हाम्रो स्रोत साधन न्याय कायम गर्नुपर्ने सन्धिको पक्ष राष्ट्र भएको छ। यस्तै गरिबी निवारणका कार्यक्रमहरू छन्, सामाजिक न्यायका कार्यक्रमहरू छन् होइन। अनि तपाईँको यो रोजगारीका कार्यक्रमहरू छन्। यस्ता कार्यक्रमहरू चाहिँ हामीले चाहिँ सामाजिक न्यायमा राज्यले यस्ता कार्यक्रमहरू पनि ल्याएर चाहिँ पहल गरेको छ भनेर तपाईँले चाहिँ थपेर लेख्नु होला है। अब यो नागरिकहरूमा सामाजिक न्यायको अनुभूति गराउनको लागि गर्नुपर्ने कार्य तथा पहलहरू भनेर चाहिँ क्वेसनको सेकेन्ड पार्ट हो है। स्पिड भयो साथीहरू, स्पिड भएको छ। लिङ्क कपी चेक हुन्छ कि हुँदैन सर? कपी चेक, यो कपी चेकको विषय चाहिँ के छ भने सर, अलिकति समय भयो भने म गर्छु है। अब तपाईँलाई मैले क्वेसन पनि प्रत्येक यो क्वेसनको मैले फिडब्याक क्लास चाहिँ आफूले लेखेर दिने पनि मैले तयारी गरेको छु। तपाईँले कहिलेकाहीँ मलाई पठाउनु पनि होला, म हेरिरहेको छु। तपाईँ रेगुलर मेरो स्टुडेन्ट हुन्छ भनेपछि हाम्रो अरू साथीहरू हेर्नु होला। नबुझेको ठाउँमा फेरि सल्लाह गर्दै हामी अगाडि बढौँ। क्वेसन पनि सकेसम्म चेक गर्ने काहीँ न काहीँ प्रयास गरौँला, म भन्छु गुरु मल्टको साथीहरूलाई है। अलिक स्पिड भयो साथीहरू। अब यो क्वेसनको आन्सर मिल्छ तपाईँहरूलाई सबैलाई? मैले तपाईँलाई क्वेसन कसरी लेख्ने, कुन तरिकाले क्वेसन लेख्दाखेरि चाहिँ यो क्वेसनले के अरे उत्तरले क्वेसनलाई जस्टिस गर्छ, यो कुरा तपाईँलाई म सिकाउँदैछु। तपाईँ ट्रेनमा ट्याक्कै एउटा स्ट्रक्चरमा आउनुहोस्
तपाईँहरू है। यो सेकेन्ड पार्टले के भनेको छ भने नागरिकहरूमा सामाजिक न्यायको अनुभूति गराउनको लागि गर्नुपर्ने कार्य तथा पहल कदमीहरू भनेको छ। अब हेर्नु त के कस्ता कार्यहरू के कस्ता पहलहरू चाहिँ गर्यो भने चाहिँ सामाजिक न्यायको अनुभूति चाहिँ प्रभावकारी ढङ्गबाट हुन्छ भनेर यो लेखेको छ। अब यसमा मैले चाहिँ अलिक तपाईँलाई क्लासमा पनि धेरै मजाले तपाईँलाई मैले यसमा भनेको थिएँ कानुनी रूपमा के गर्ने, कानुनको चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ। श्रम कानुनदेखि लिएर मानवाधिकार कानुनहरू, बालबालिका सम्बन्धी कानुनहरू, मानवाधिकार सम्बन्धी कानुनहरू, होइन महिला सम्बन्धी कानुनहरूलाई चाहिँ बढीभन्दा बढी प्रभावकारी ढङ्गबाट कार्यान्वयन गर्ने, होइन त। अनि लक्षित वर्गहरूको सशक्तिकरण, क्यापासिटी डेभलपमेन्ट गर्ने, क्षमता विकास गर्ने, होइन मूल परिवर्तन गर्ने, मेन स्ट्रिमिङ गर्ने तिनीहरूलाई, होइन नीतिकरण, एकीकरण र समायोजन गर्ने, शिक्षा, स्वास्थ्य, सञ्चार, आवास जस्ता आधारभूत सेवाहरूको समतामूलक पहुँच र विस्तार गर्ने, कानुनको कडाइ कार्यान्वयन गर्ने, है ठिक छ नि। यो त्यसपछि अन्तर्तह नीतिगत कार्यक्रम र शासकीय अभ्यासमा सुधार गर्ने, होइन यो क्लासमा पढाइसकेका विषय पनि हो। र अब यसले तपाईँले यो ठ्याक्कै हेर्नु भने सांसद प्रतित्व प्रणालीले थप बलियो बनाउने, विपन्न र पछाडि परेका वर्गको राजनीतिक निर्णयमा हिस्सेदारी बढाउने, होइन यो शिक्षा, स्वास्थ्य, सोसल सर्भिसहरू जो छन्, सामाजिक सेवाहरू छन्, तिनीहरूलाई चाहिँ बढी के गर्ने, क्वालिटी बढाउने र त्यो चाहिँ विशेष किसिमका यो सामाजिक न्यायका लागि लक्षित वर्गहरू, लक्षित वर्ग भने तपाईँलाई मैले पढाएको थिएँ, आर्थिक सामाजिक रूपमा विपन्न वर्गहरू, सीमान्तकरण परेका वर्गहरू, विभिन्न खालका हिंसाहरू को सामना, हिंसाको फेसिङ गरेका वर्गहरू, त्यस्ता खालका वर्गहरूलाई लक्षित वर्ग भन्छौँ हामी। त्यस्ता वर्गहरूको लागि चाहिँ यो सोसल सर्भिसहरूमा विशेष किसिमका अवसरहरू प्रदान गर्ने, यो सरकारी विद्यालयहरू, अस्पतालहरूलाई गुणस्तर सुधार गर्ने, यिनीहरूले क्यापासिटी डेभलपमेन्ट गर्ने, यिनीहरूको सुधार गर्ने, होइन लक्षित वर्गमा गुणस्तरीय शिक्षाको पहुँच बढाउने, तालिम दिने, सिप र क्षमता विकासका विविध कार्यक्रमहरूलाई लागू गर्ने, सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई सुधार गर्ने, गरिब तथा विपन्नका लागि चाहिँ थप नतिजामूलक कार्यक्रम ल्याउने, यो गरिब विपन्न सीमान्तीकरण परेका लक्षित वर्गहरूको लागि चाहिँ थप एउटा रिजल्ट ओरिएन्टेड प्रोग्रामहरूलाई हामीले इन्कर्पोरेट गर्नु पर्यो है। यो जिसी, जेन्डर इक्वलिटी एन्ड सोसल इन्क्लुजन, यो डेभलपमेन्टमा पनि यो कन्सेप्टलाई चाहिँ हामीले अनुसरण गर्नु पर्यो। ह्युमन राइट एन्ड इक्विटीको मान्यता अनुसरण गर्नु पर्यो है साथीहरू। यो वैज्ञानिक र न्यायपूर्ण कर प्रणाली लागू गर्ने, जल, जमिन, प्राकृतिक स्रोत र संसाधनको वितरणमा समानता कायम राख्ने, एलजिबिटिक्यू भनेको छ यो हाम्रो, होइन एलजिबिटिक्यू भनेको लेस्बियन, गे, होइन यो तपाईँको यौनिक अल्पसङ्ख्यकहरूको राइट छ नि, यिनीहरूको राइटलाई पनि थप के गर्ने, बलियो गरेर हामीले प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, बालबालिकाको दीर्घकालीन अधिकार हित र कल्याणलाई केन्द्रमा राख्ने, होइन यस्ता कार्यहरू तपाईँले गर्यो भने नागरिकहरूमा चाहिँ यो मानव के हाम्रो यो सामाजिक न्यायको अनुभूति थप बलियो हुन्छ, थप प्रभावकारी हुन्छ। यो सामाजिक न्यायको अनुभूति चाहिँ नागरिकहरूमा अलिकति राम्रो हुन्छ भनेर तपाईँले लेख्ने र तलतिर चाहिँ जे सोध्यायो भने त माथि उल्लेखित हाम्रा विकल्पहरू, उल्लेखित उपायहरूको अवलम्बन गर्नुपर्छ भनेर तलतिर हामीले राज्यका नीतिहरू, वितरणकारी नीतिहरू, पुनर्वितरणकारी नीतिहरू, संरक्षणकारी नीतिहरू जति पनि छन् तिनीहरूमा चाहिँ सामाजिक न्यायका यी मूल्यहरूलाई, यी विधिहरूलाई हामीले चाहिँ के गर्नु पर्यो, इन्कर्पोरेट गर्नु पर्यो, त्यहाँ लागू गर्नु पर्यो, त्यसलाई चाहिँ अनुसरण गर्नु पर्यो। यसरी चाहिँ हाम्रो के हुन्छ, बढीभन्दा बढी यो चाहिँ मानव अधिकारको, सामाजिक न्यायको प्रत्याभूति हुन्छ, त्यसको अनुभूति हुन्छ र हाम्रो के हुन्छ, यसले गर्दा डिपिङ अफ डेमोक्रेसी, डेमोक्रेसीको स्थायित्व, डेमोक्रेसीको स्थानीयकरण, होइन डेमोक्रेसीको प्रभावकारिता, डेमोक्रेसीको सुदृढीकरण, नागरिकहरूको सरकारप्रतिको विश्वसनीयता लगायतका, यसले गर्दा के हुन्छ, नागरिकमा एउटा सरकारप्रतिको थप एउटा के हुन्छ, विश्वास पनि बढोत्तरी हुन्छ भनेर तपाईँहरूले चाहिँ यो कुराहरू लेख्नु पर्यो है। यति लेख्यो भने तपाईँलाई अलिकति केही न केही तपाईँलाई के हुन्छ, झाँसमा तपाईँलाई चाहिँ क्वेसनलाई तपाईँले जस्टिस गर्ने खालको उत्तर हुन्छ है साथीहरू। तपाईँले चाहिँ गर्ने जस्टिस चाहिँ के हुन्छ, एउटा बलियो हुन्छ भनेर मैले तपाईँलाई भने दोस्रो क्वेसन पनि सकियो है। अगाडि तेस्रो प्रश्नमा जाउँ। तेस्रो प्रश्न हाम्रो के छ, अहिलेको एकदमै समसामयिक विषय हो यो, आतङ्कवाद भनेको के हो। खासमा यो आतङ्कवाद भन्ने विषय एकदमै यो अहिले भाइब्रेन्ट इस्युको रूपमा चाहिँ यो चाहिँ अहिले देखिएको छ। तपाईँले हेर्नु होला हाम्रै साउथ एसिया पनि यो भारत र पाकिस्तानको बिचमा यो पछिल्लो समयमा देखिएको टेन्सनले गर्दा, स्ट्रेसले गर्दाखेरि चाहिँ यो विषयमा हामी सोच्न बाध्य भएका छौँ। सोध्छ पनि यो विषय, परीक्षामा सोध्ने खालको प्रश्न पनि हो। अब हेर्नु त क्वेसन, प्रश्नले के भनेको छ, आतङ्कवाद भनेको के हो, इन्ट्रोडक्सन माग्यो आतङ्कवादको पहिलो क्वेसनको पहिलो पार्टले। दोस्रो पार्टले आतङ्कवादका प्रमुख कारणहरू के हुन्, रिजन अफ टेरोरिजम, होइन यसका प्रमुख कारणहरू चाहिँ के हुन् भनेर त्यसका रिजन माग्यो क्वेसन सेकेन्डले है साथीहरू। के माग्यो, त्यसका कारण चाहिँ के हुन् भनेर माग्यो है। त्यसका कारण चाहिँ के हुन् त हेर्नु त दोस्रोले है। दोस्रो, तेस्रोले के भनेको छ भने
आतङ्कवाद नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरू के हुन्, नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरू के हुन् भनेर तेस्रोले भन्यो है साथीहरू। नियन्त्रणका लागि के गर्नुपर्छ त हाम्रो, है? फर्स्ट, सेकेन्ड, थर्ड, तिनवटा प्रश्न। तिनवटालाई हेर्नुहोस् त। पहिलोको हाम्रो क्वेसनको भार कति छ? 2 नम्बर छ। दोस्रोको भार कति छ? यसको 4 नम्बर छ यसको भार। यसको तेस्रोको भार कति नम्बर छ? 4 नम्बर छ। टोटल गरेर 10 नम्बरको प्रश्न। पहिलोको 2 नम्बर, दोस्रोको 4 नम्बर, तेस्रोको 4 नम्बर गरेर हाम्रो कति? 10 नम्बरको प्रश्न छ। अब हेर्नु त, हामी 2 नम्बरको प्रश्नको भार भएकोलाई हामी धेरै लेख्दैनौँ। हामी आतङ्कवाद भनेर हामी लेख्यौँ। आतङ्कवाद भनेको के हो? यो दुई तिनवटा लाइन मात्रै लेखेँ मैले। एउटा दुइटा लाइन तपाईँहरूलाई थप्न र तपाईँको क्वेसन अलिकति तपाईँको स्पिड छ भने एउटा दुइटा लाइन तपाईँहरू थप्नुहोस्, है। आतङ्कवाद भनेको यो होइन। अब यो आतङ्कवाद भनेको यो हो खासमा। यो विभिन्न उद्देश्य प्राप्तिका लागि डराउने, धम्काउने, हिंसात्मक कार्य गर्ने, आतङ्कित गर्ने कार्यलाई आतङ्कवाद भनिन्छ, है। यो तपाईँले चाहिँ, मैले क्लासमा पनि यही कुरा भनेको थिएँ, होइन। यो राजनीतिक, आर्थिक, धार्मिक उद्देश्य प्राप्ति गर्ने क्रममा गैर सैनिक सर्वसाधारणमाथि गरिने हिंसात्मक, क्रूर एवं अपराधिक कार्य हो। यो गैर मानवतावादी कार्य हो, होइन। यो चाहिँ मानवीय मूल्य मान्यतामाथि गर्ने प्रतिकूल कार्य हो। यो चाहिँ हिंसालाई चाहिँ सामान्यले के गर्छ? आफ्नो चाहिँ कार्य सञ्चालन आधारभूत सिद्धान्त मान्दछ भनेर तपाईँले आतङ्कवादको परिभाषा लेख्नु होला। अब विश्वमा चाहिँ आतङ्कवादबाट अहिले चाहिँ विश्व चाहिँ प्रत्येक महादेशहरू चाहिँ प्रभावित भएको अवस्था देखिन्छ। तपाईँ युरोप हेर्ने हो भने अब यो आतङ्कवाद त होइन, तर एक किसिमको यो अब कुनैलाई सुन्दा अप्ठ्यारो लाग्ला, तर यो एउटा शक्ति सम्पन्न राष्ट्रले कमजोर राष्ट्रमाथि चाहिँ गर्ने आक्रमण पनि एक किसिमको यो आतङ्कवाद नै हो। त्यो होइन, त्यसलाई म पनि एक किसिमको आतङ्कवाद नै म बुझ्छु व्यक्तिगत। यो एउटा साइकोलोजी पनि हो, प्रवृत्ति पनि हो, होइन। तर अब हेर्ने हो भने डाइरेक्टली अब युरोप पनि प्रभावितै छ, अमेरिका पनि प्रभावित छ, होइन। अमेरिकाले त आफैले लगानी पनि गरे लाग्छ, मलाई गरे जस्तो लाग्छ। भारतदेखि लिएर हाम्रो साउथ एसिया, एसिया पुरै प्रभावित छ अहिले। एसियाको त धेरै देशहरू लामो समयदेखि आतङ्कवाद प्रभावित मुलुकहरू हुन्। यो प्रत्येक महादेश यसबाट प्रभावित भएको देखिन्छ। तपाईँले क्वेसनले ठ्याक्कै के हो भनेको छ, 2 मार्क्सको छ भने तपाईँले जे भनेको हो त्यसैको रिफ्रेन्समा तपाईँ यु क्यान राइट, है। तपाईँले लेख्नु होला, ठिक छ। यो तिनवटा बुँदा तपाईँ अरू के आवश्यक पर्छ थप्नुहोस् पनि, है। अब यस पछाडि आतङ्कवादका प्रमुख कारणहरू चाहिँ के हुन्, होइन? मेजर कज अफ टेरोरिज्म, होइन, ठिक छ नि। अब यो सेकेन्डले भनेको छ, यसको वेटेज कति छ? 4 नम्बरको छ। ठ्याक्कै 4 नम्बर हुने गरेर हामीले के गरौँ? यसका बुधाहरू लेखौँ, होइन। यो राज्यको निरङ्कुश शैली कुनै जाति, धर्म, वर्ग, लिङ्ग आदिमा चाहिँ के हुन्छ? निरङ्कुशता हुन्छ, होइन। राज्यको निरङ्कुश शैली कुनै विशेष जाति, धर्म र लिङ्ग आदिमा चाहिँ राज्य निरङ्कुश भयो भने त्यहाँ के हुन्छ? आतङ्कवाद हुन्छ भनेर तपाईँले चाहिँ यु क्यान राइट, प्लिज त्यो लेख्नु होला त्यो बुँदा, होइन। कुनै एउटा विशेष एउटा जातिमाथि, विशेष धर्ममाथि, विशेष लिङ्गका व्यक्तिहरूमाथि चाहिँ जब राज्य निरङ्कुश भएर लागि पर्छ, है, त्यसपछि के हुन्छ? त्यहाँ आतङ्कवाद त्यहाँ सुरु हुन्छ, है। है, अनि त्यसपछि शासकप्रतिको नागरिकको जुन असन्तुष्टि हुन्छ नि, होइन। पब्लिकको चाहिँ जुन राज्यप्रतिको जुन असन्तुष्टि छ, होइन, शासकप्रतिको, विशेष गरेर राज्यप्रतिको, शासकीय संयन्त्रहरूप्रतिको पब्लिकको जुन असन्तुष्टि छ, त्यसले पनि के गर्छ? आतङ्कवादलाई बढोत्तरी गर्छ। स्वतन्त्रताको लडाइँ, स्वतन्त्र राज्यहरूको माग, आत्मनिर्भरको अधिकारको माग, यस्ता कार्यहरूले आतङ्कवादलाई के गर्छ? बढावा दिन्छ। राजनीतिक उद्देश्य प्राप्तिका लागि विद्रोही सङ्गठनले हतियारको प्रयोग गर्नु, विशेष जात, जाति, धर्मावलम्बीहरूमाथिको अन्याय, अत्याचार हुनु, यो धार्मिक अतिवाद, कट्टरता हुनु, सामाजिक विभेद, असमानता, होइन, सांस्कृतिक पहिचानको सङ्कट, गरिब असमानता, धनी र गरिब बिचको खाडल धेरै हुनु, बेरोजगारी हुनु, होइन, यो स्रोत साधनको असमान वितरण हुनु, यस्ता कारणले गर्दाखेरि चाहिँ तपाईँको के हुन्छ? यो चाहिँ हाम्रो के हुन्छ? ठ्याक्कै यो आतङ्कवाद सिर्जना हुन्छ भनेर आतङ्कवाद हुने कारणहरू चाहिँ तपाईँले यो लेख्नुहोस्। यो प्रश्नको सेकेन्ड पार्ट थियो। क्वेसनको थर्ड पार्ट के थियो भने, हेर्नु त क्वेसनको थर्ड पार्टमा, है, थर्ड पार्टमा आतङ्कवाद नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरू के हुन् भनेर थियो क्वेसनको थर्ड पार्टमा। यो तपाईँको कार्यहरू के हुन् हेर्दा सबै हेर्नु त, यो राष्ट्रहरूको बिचमा यो समन्वय, सहकार्य, सूचनाको आदान प्रदान गर्ने, होइन। यो जुन आतङ्कवाद चाहिँ यसको यो सीमा चाहिँ एउटा देशभित्र मात्रै हुँदैन। यसको चाहिँ एरिया यो क्रस बोर्डर इस्यु हो यो भने, होइन। एक देशले अर्को देशसित सूचनाहरूको आदान प्रदान गर्ने, सहकार्य गर्ने,
काम गर्यो भने मात्रै आतङ्कवादलाई हामी नियन्त्रण गर्न सक्छौँ होइन। अब यो विभिन्न देशहरूका बिचमा सुपुर्दगी गर्ने एक्स्ट्राडिक्सन ट्रिटिज होइन, जस्तो तपाईँको नेपालले भारतसँग जुन गरेको छ नि एक्स्ट्राडिक्सन ट्रिटिज 1953 यस्तै तपाईँले अरू देशसँग पनि एकले अर्को देशसँग के गर्नु पर्यो, यो सुपुर्दगीहरू गर्नु पर्यो होइन, सुपुर्दगी ट्रिटिजहरू गर्नु पर्यो है। त्यसपछि चाहिँ आतङ्कवादमा हुने वित्तीय लगानी नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय स्तरमा संयन्त्र बनाउने, जस्तो तपाईँलाई मैले यो फाइनेन्सियल एक्सन टास्क फोर्स भन्ने छ नि त अब, फाइनेन्सियल एक्सन टास्क फोर्स भन्ने जुन एउटा फ्रान्समा भएको, त्यसले हाम्रो नेपालले चाहिँ ग्रे लिस्टमा राखेको छ नि, यस्तै कडा इन्स्टिट्युसनहरू, कडा संयन्त्रहरू, कडा वित्तीय लगानी के अरे नियन्त्रण गर्ने संयन्त्रहरू बनाउनु पर्यो कि कुनै पनि मुलुकमा चाहिँ यो गैर कानुनी रूपमा आर्जन भएको सम्पत्ति आतङ्कवादमा लगानी हुने देखियो भने त्यसलाई चाहिँ रोक्ने खालका अधिकार सहित अन्तर्राष्ट्रिय कानुनहरू पनि तयार गरेर चाहिँ हामीले के गर्नु पर्यो, यस्ता अन्तर्राष्ट्रिय स्तरका एउटा इन्स्टिट्युसनहरू बनाउनु पर्यो होइन। आतङ्कवादको जालो पत्ता लगाउनु पर्यो, कहाँ छ त्यसको नेटवर्क, कहाँ छ त्यो पत्ता लगाउनु पर्यो। त्यसलाई चाहिँ नष्ट गर्नको लागि चाहिँ यो सुरक्षा निकायको क्षमता विकास गर्ने, आधुनिकीकरण गर्ने र अन्तर्राष्ट्रिय स्तरमा कारवाही गर्ने, एकीकृत रूपमा कारवाही गर्ने, एउटा मात्रै देशले गर्ने होइन। अब यो अस्ति तपाईँको जुन भारत र पाकिस्तानको जुन छ इस्यु छ, यसमा चाहिँ के भयो भने भारतमा चाहिँ यो आतङ्कवादीहरूले हमला गर्यो, अनि पाकिस्तान सँग चाहिँ भारतले पाकिस्तानसँग पनि सहकार्य गरेर यदि त्यो आतङ्कवादलाई नष्ट पार्न दुवै देशले संयुक्त रूपमा स्ट्राइक गर्थे, त्यहाँ आक्रमण गर्थे, त्यो कारवाही गर्थे भने त्यसले के हुन्थ्यो, यो खालको स्ट्रेस देखिने थिएन। तर अब के गर्यो भने भारतले एकतर्फ भारतले गर्यो, पाकिस्तानले पनि हाम्रो यो एरियामा यो जुन आतङ्कवाद छ यसलाई चाहिँ रोक्न दुवै देशले चाहिँ कपरेसन गरौँ भन्ने पाकिस्तान पनि सोचेन र अहिले के भएको छ, यो किसिमको स्ट्राइक भएको छ, यो अशान्तिको अवस्था सिर्जना भएको छ। आर्थिक विविध र असमानताको अन्त्य गर्ने, शान्ति सुव्यवस्था कायम गर्ने होइन, आतङ्कवादमा सहयोग गर्न चाहने राष्ट्रहरूको पहिचान गर्ने होइन। खासमा अब यो लोकसेवालाई लेख्नलाई काम लाग्छ यी बुदाहरू साथीहरू। अब यो रियलमा त के छ भने पावरफुल नेसनहरूले चाहिँ आफ्नो हितको लागि चाहिँ यो आतङ्कवादलाई, टेरोरिस्टहरूले चाहिँ सहयोग गरे अवस्था छ। शक्ति राष्ट्रहरूले चाहिँ हतियार बेच्ने, आफ्नो चाहिँ व्यापार गर्ने, कुन देशलाई ध्वस्त पारेर त्यहाँका रिसोर्सहरू लिने भनेर यो गरे अवस्था छ। अब यो धेरै कुरा यसमा नगरौँ होइन, यो चाहिँ हाम्रो आतङ्कवाद प्रभावितहरूलाई चाहिँ होइन, प्रभावितहरू भनौँ होइन, यहाँनिर उत्थान गरी दिगो शान्ति र संवेदनशील विकासमा जोड दिने, राजनीतिक द्वन्द्व समाधान गरी आतङ्कवादमा परिणत हुनबाट रोक्ने भनेर त्यो आतङ्कवादलाई नियन्त्रणको लागि चाहिँ गर्नुपर्ने उपायहरू यी हुन्। र हामीले यसलाई पनि अलिकति निष्कर्ष पनि हामीले ट्याक्कै मिलाएर छ, त्यो चाहिँ 2-3 लाइनको मिलाएर निष्कर्ष हामीले त्यो तरिकाले हामीले लेख्यो भने हाम्रो के हुन्छ, क्वेसन जस्टिस पाउँछ है। यो क्लासमा पनि मैले यो कुरा तपाईँलाई सेयर गरेँ, यो यहाँ पनि तपाईँलाई मैले सेयर गरेँ। यही तरिकाले तपाईँ फाइनल्ली जाँचमा लेख्नु होला पर्सिको जाँचमा है। र तयारी गर्ने साथीहरूले पनि यसै तरिकाले चाहिँ क्वेसन आन्सर सल्भ गर्दै जानु होला है। अब यसपछि नेक्स्ट क्वेसन, यो खण्ड क सकियो है। खण्ड क 30 मार्क्सको थियो, खण्ड क हामीले सक्यौँ र खण्ड खमा गयो हामी होइन। खण्ड खमा हामी क्वेसनले के सोधेको छ भने यहाँनिर आर्थिक विकासका पूर्व शर्तहरू भनेर सोधेको छ यहाँनिर। यहाँ आर्थिक विकासका लागि पूर्व शर्तहरू भनेको के हो भने आर्थिक विकास गर्नुको लागि के पूर्वाधारहरू तयार गर्नुपर्ने, के पूर्व शर्तहरू हुनुपर्ने भनेर सोधेको छ। मैले चाहिँ धेरै लेखिनँ। सेकेन्ड क्वेसनले के सोधेको छ भने आर्थिक विकासका पूर्व शर्तहरूको अवस्था कस्तो छ नेपालमा, विश्लेषण गर्नुहोस् भनेर चाहिँ यिनीहरूको अवस्था कस्तो छ। 5-5 दुइटै 5-5 को पनि छ है। हेर्नु त पूर्व शर्तमा चाहिँ मैले के लेखाएको छु, ब्याकग्राउन्ड हेर्नु त यहाँ आर्थिक विकासका लागि स्थिर राजनीति, सरकार, सुदृढ प्रशासन, असल शासन र वातावरणको आवश्यकता पर्दछ। आवश्यक पर्ने पूर्व शर्त र वातावरणको विकास मात्रै अपेक्षा गरेको आर्थिक विकास सम्भव हुन्छ। अर्थतन्त्रको संरचना, स्वरूप, भौगोलिक परिवेश, शासकीय अभ्यास र नीति लगायतका पक्षले आर्थिक विकास निर्धारण गर्दछ। नेपालको परिप्रेक्ष्यमा निम्न विषयलाई आर्थिक विकासको चाहिँ पूर्व शर्तको रूपमा लिइन्छ भने मैले पोलिटिकल स्टेबिलिटीको कुराहरू होइन, ल एन्ड पोलिसिजको कुराहरू होइन, हाम्रो हुनुपर्छ। हाम्रो एडमिनिस्ट्रेसन होइन के हुनुपर्छ, प्रक्रियाका सरलीकरण भएको, सुशासन, छिटो छरितो सेवा प्रभाव, आइसिटी इनोभेसन एन्ड इन्भेन्सनमा जोड दिने खालको हुनु पर्यो। पूर्वाधारको विकास हुनु पर्यो, यो रोडहरू हुनु पर्यो, हाइवेहरू, यो हाम्रो ऊर्जा, विद्युतहरू, इलेक्ट्रिसिटी कुरा, कम्युनिकेसनको कुरा होइन, हाम्रो त्योसँग अहिले जोडिएका हाम्रा चाहिँ पूर्वाधारहरूमा आइसिटी इन्फ्रास्ट्रक्चरको कुराहरू होइन। अब यो वित्तीय सेवा प्रणालीहरू छ, यहाँ डिजिटल ब्याङ्किङको कुराहरू, उत्पादन क्षेत्रमा कर्जा लगानी गर्न सक्षम हुनु पर्यो, ब्याङ्किङ क्षेत्र चाहिँ एकदम एक्टिभ हुनु पर्यो, भाइब्रेन्ट हुनु पर्यो, अलिकति बलियो हुनु पर्यो होइन, यो कर्जा लगानी गर्न सक्षम हुनु पर्यो होइन। यो मानव विकास क्षमतावान ह्युमन रिसोर्सको कुराहरू होइन,
एकदम एक्टिभ हुनु पर्यो होइन, क्यापासिटी भएको हुनु पर्यो, टेक्नोक्रेट हुनु पर्यो होइन, लगानी आकर्षण हुनु पर्यो होइन, उधारीको खुला अभ्यास हुनु पर्यो, सबल आर्थिक उन्नति हुनु पर्यो होइन, वैदेशिक व्यापार, रोजगार, पर्यटन, लगानी र सहायता, कुशलता परिचालन हुनु पर्यो। मैले एकदम भेग तरिकाले चाहिँ तपाईँलाई जाँचमा यी बुदाहरूलाई कण्ठ गरेर लेख्न सजिलो होला भनेर तपाईँलाई मैले लेखेको छु है। ठिक छ नि। सबल प्रभावकारी संहिता, तीन तहका सरकार बिचको असल अन्तर सम्बन्ध हुनु पर्यो, उत्पादनमूलक खर्च, पुँजीको खर्चमा बढोत्तरी हुनु पर्यो है, वातावरण दिगो पर्यो, जलवायु परिवर्तनका प्रभावहरू न्यून हुनु पर्यो, वातावरण संरक्षण हुनु पर्यो, दिगो विकास हुनु पर्यो भनेर यी तपाईँका पूर्व शर्तहरू भनेर मैले लेखेको छु। अब यसका यी पूर्व शर्तहरूको अवस्था कस्तो छ त अहिले नेपालमा त है, ठ्याक्कै हेर्दा यी पूर्व शर्तहरूको अवस्था चाहिँ ठ्याक्कै हामीले खोज्ने हो भने हामी चाहिँ के छ, अब राजनीतिक स्थिरताको कुरा गरौँ न होइन है। ठिक छ नि। राजनीतिक स्थिरताको कुरा गर्दाखेरि चाहिँ हामीले के छन् हेर्नु त सर्वप्रथम हाम्रो राजनीतिक स्थिरता, स्थायित्व र विकासमुखी राजनीतिक कार्यशैली र अभ्यास बढ्दै गएको छ। क्वेसनको सेकेन्ड पार्टमा हामीले चाहिँ के बढाएर छ, राजनीतिक स्थिरता, स्थायित्व र विकासमुखी राजनीतिक संस्कार, कार्यशैली र अभ्यासको बढोत्तरी भएको छ होइन, प्रशासनिक सुधार भएको छ, इनोभेसन, इन्भेन्सन, डिजिटाइजेसन, नेटवर्क एडमिनिस्ट्रेसन होइन, नेटवर्किङ लगायतका नयाँ मूल्य मान्यताहरूको अनुसरण भएको छ, कानुनहरू सुधार भएको छ। अस्ति मात्रै पनि हाम्रो यो लगानीलाई चाहिँ बढोत्तरी गर्ने, लगानीको वातावरण बनाउने भनेर हामीले 5-6वटा कानुनहरू चाहिँ अध्यादेश मार्फत ल्यायौँ। त्यो हामीले संसदले त्यसलाई स्वीकृत पनि गरिसकेको अवस्था छ। उद्यमशीलता बढेको छ होइन। अब सरकारको एउटा सेन्टर चाहिँ सरकारको एउटा के फोकस चाहिँ पुरै सिनर्जी, सरकारको, निजी क्षेत्रको, सहकारीको लगायतका सबैको सिनर्जी चाहिँ नागरिकको, सामुदायिक संस्थाहरूको सिनर्जी चाहिँ डेभलपमेन्टतिर केन्द्रित भएको छ होइन। यो हामीले चाहिँ यसरी चाहिँ यो पूर्वाधारको अवस्थाहरूमा हामीले कृषि र उद्योग क्षेत्रको विकास गरेर जिडिपीमा योगदान बढाउने पटक पनि भएको छ। यो कुराहरू तपाईँले चाहिँ असमानता घट्दै गएको छ भनेर यसरी तपाईँले चाहिँ राम्रो कुराहरू के देखिनु भएको छ तपाईँले चाहिँ ती राम्रा कुराहरू लेख्नुहोस्, राम्रा भएको कुराहरू। यद्यपि यी हुँदाहुँदै पनि होइन, मैले यहाँ हेर्नु त क्वेसनले चाहिँ केही कमी कमजोरीहरू पनि त भएको छन् नि। हामीले एक्सपेक्टेसन गरेको अनुसारको पोलिटिकली, एउटा एडमिनिस्ट्रेटिभली, हाम्रो डिप्लोमेटिकली केही कुराहरू काहीँ न काहीँ ग्यापिङ देखिन्छ, जसले गर्दा हाम्रो आर्थिक विकास त्यति प्रभावकारी बन्न नसकेको अवस्था छ होइन। त्यसले हामीले के होइन, केही कमी कमजोरीहरू पनि छन् हाम्रो आर्थिक विकासको पूर्वाधारहरू बनाउनमा। हामीले चाहिँ केही कमी कमजोरीहरू बनाएका छौँ, केही कमी कमजोरीहरू छन् भनेर थोरै 4-5वटा बुदाहरू चाहिँ तपाईँले चाहिँ कमी कमजोरीहरूमा पनि लेख्नुभयो भने क्वेसन अलिकति बढी अलिकति के हुन्छ, हाम्रो चाहिँ उत्तर चाहिँ बढी क्वेसनलाई जस्टिस गर्ने खालको हुन्छ। हेर्नुहोस् त, कमजोरीहरू भनेर मैले लेखेको छु। उल्लेखित विषय वस्तु हुँदाहुँदै पनि ऊ चाहिँ कि राम्रा पक्षहरू, सुधारका कार्यहरू हुँदाहुँदै पनि नेपालको आर्थिक विकासको पूर्व शर्तहरूमा निम्न कमजोरीहरू छन् भनेर हामीले के कमी कमजोरीहरू छ, डुइङ बिजनेसमा हामी विक छौँ, प्रशासन प्रक्रियामुखी छ हाम्रो अझै पनि छ, मेन्सनलाई अझै पनि हामीले जति गर्नुपर्ने हो त्यति अनुसरण गरे अवस्था छैन होइन। यसै हाम्रो ब्रेन ड्रेन तीव्र भएको छ, वातावरण संरक्षणदेखि विकास चाहिँ प्रभावकारी हुन सकेका छैन होइन। यावत कुराहरू, उत्पादनशीलता जुन छ, उत्पादनमूलक शिक्षा प्रणाली लागू हुन सकेको अवस्था छ, लगानीमूलक वातावरण छैन भनेर मैले धेरै लेखेको छु। कमजोरीहरू के छन् तपाईँलाई यो जाँचमा पछि पढ्न पनि काम लाग्ला भनेर मैले यो धेरै लेखिदिएको छु। तपाईँले जाँचमा चाहिँ 4-5वटा बुदाहरू लेख्यो भने पनि पुग्छ है साथीहरू। ओके, निष्कर्षमा चाहिँ मैले दुइटैलाई कम्पाइल गरेर चाहिँ तपाईँले के लेख्नु भने आर्थिक विकासमा त थुप्रै राम्रा पहलहरू भएको छन्, यद्यपि ती प्रयासहरू पर्याप्त छैनन् भनेर 2-4वटा बुदाहरू चाहिँ 2-3वटा सेन्टेन्समा तपाईँले यसको निष्कर्ष लेख्नुभयो भने क्वेसनले के गर्छ, जस्टिस पाउँछ है। यसरी तपाईँले सोल्युसन गर्नुलाई मैले यो लगभग 4 नम्बर प्रश्न पनि सकाएँ। म 5औँमा गएँ, प्रवेश गरेँ है साथीहरू। यो मैले चाहिँ यो आन्सर चाहिँ मैले गुरु मन्त्रलाई दिइसकेको छु। यो तपाईँहरूले चाहिँ पिडिएफ प्रिन्ट गरेर पछि उताबाट हेर्नु पनि होला। यो आर्थिक कुटनीतिका प्रमुख लाभहरू चाहिँ के हुन् खासमा होइन, यो बदलिँदो विश्व परिवेशमा आर्थिक कुटनीतिका प्रवृत्तिहरू के छन् लेख्नु छ। अब दुइटा प्रश्न छ यसमा, क्लियर छ होइन, स्टेट छ। मैले आर्थिक कुटनीतिबाट प्राप्त भएका लाभहरू के हुन् यो हेर्नुहोस्, पहिलो कुरा होइन, एक। दोस्रो कुरा, बदलिँदो विश्व परिवेशमा आर्थिक कुटनीतिका प्रवृत्तिहरू चाहिँ के हुन् होइन, मैले हेरेको छु यहाँ आर्थिक कुटनीतिका प्रवृत्तिहरू कस्तो भएका छन् होइन, यो बदलिँदो विश्व परिवेशमा। यो दुईटा पार्टलाई हेर्नुहोस् तपाईँहरू है। भनेपछि स्पिड भयो है। अँ, अब स्पिड अलिक स्पिड गर्नै पर्छ। यो 10वटा क्वेसनको तपाईँहरूलाई मैले फिडब्याक दिनु छ होइन। यो आन्सर आउँछ तपाईँहरूलाई मैले लेखेको है। नबुझेको फेरि छलफल गरौँला, केही छैन। अब तपाईँले क्वेसन कसरी लेख्ने यो ढाँचा तपाईँ स्क्रिनसट पनि गर्नुहोस्, एक क्वेसन लेख्ने ढाँचामा तपाईँहरू प्रवेश गर्नुहोस् है। ठिक छ नि।
यतिको स्पिड जानै पर्छ साथीहरू, नगइकन भ्याइँदैन होइन। समय एकदमै प्याक छ है। यो फर्स्ट पार्टले के भनेको छ भने आर्थिक कुटनीतिका प्रमुख लाभहरू चाहिँ के हुन् भनेर छ, कुरा गरेको छ। हेर्नु त यहाँनिर अब यसलाई ठ्याक्कै धेरै कुराहरू मैले गरिनँ। अब मैले अघि पनि भने कुनै साथीहरू के गर्थे भने आर्थिक कुटनीतिका प्रमुख लाभहरू लेख्न पर्यो भने के गर्थे, आर्थिक आर्थिक कुटनीतिका चाहिँ यो तपाईँको यो आर्थिक कुटनीति भन्ने विषयलाई पनि डिफाइन गरेर अगाडि जान्थ्यो, तर यो आवश्यक छैन होइन। जे भने हो त्यही, लाभ भने हो भने लाभै खोज्ने कि हामीले। आर्थिक कुटनीति सोधेकै छैन हामीलाई, आर्थिक कुटनीतिका लाभ सोधेको छ नि होइन। तपाईँको नाम सोधेको हो नि त, तपाईँको घर कहाँ हो के हो, तपाईँ कसको छोरा भनेर सोधेको हो नि त होइन। होइन, तपाईँ कुन तरिकाको, तपाईँको विशेषता सोधेको होइन, जे सोधेको तपाईँको त्यही लेख्ने है। अब लाभहरू के छन् होइन त एकछिन। यसले राष्ट्रिय हितमा अन्तर्राष्ट्रिय सम्झौता हुन्छ, आर्थिक सम्झौताहरू राष्ट्रिय हितमा हुन्छन् होइन। विकसित र अन्तर्राष्ट्रिय परिवेशलाई राष्ट्रिय हितमा प्रयोग गर्छ यसले चाहिँ। जुन डेभलप्ड भएका नयाँ हाम्रो जियो पोलिटिकल सिनारियोजहरू छन् त्यसलाई चाहिँ नेसनल इन्ट्रेस्टमा चाहिँ त्यसको के गर्छ, प्रयोग गर्छ होइन। विश्व समुदाय अन्तर्राष्ट्रिय मञ्चहरूबाट अधिकतम लाभ प्राप्त हुन्छ है। यो अर्थतन्त्रको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा एकीकरण हुन्छ है साथीहरू। लाभ भन्दा परिभाषा लेख्नु परेन है साथीहरू। तपाईँलाई लाभ सोधे हो नि त, परिभाषा सोधे होइन नि है। जे सोधेको हो त्यही लेख्ने, जे क्वेसनले मागेको छ त्यही लेख्ने है। वैदेशिक रोजगारी हुन्छ, वैदेशिक लगानी भित्रिन्छ होइन, लगानीकर्ताहरू आकर्षण हुन्छन्, अर्थनीतिको अन्तर्राष्ट्रिय एकीकरण हुन्छ, सहुलियतपूर्ण ऋणहरू, न्यून शर्त सहितको अनुदानहरू, प्राविधिक सहायताहरू प्राप्त हुन्छ, प्रतिबद्धता अनुसारको सहायता प्रभाव हुन्छ, वैदेशिक रोजगार सुरक्षित हुन्छ होइन, रोजगारीमा गएका नेपालीहरूको हित सुनिश्चित हुन्छ, नयाँ र थप सुविधासहितका गन्तव्य र रोजगारीका अवसरहरूको खोजी हुन्छ, सीमापार व्यापार बढ्छ, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढ्छ, व्यापार सुविधाहरूको लागि पहल हुन्छ, व्यापारको अवरोधहरूको समाधान हुन्छ भनेर तपाईँले यु क्यान राइट यो सिनारियोबाट तपाईँले चाहिँ टक्क तरिकाले यसका लाभहरू लेख्नुहोस् है। जे भने हो प्रश्नले त्यही लेख्ने, जहाँसम्म लेख्न सकिँदैन त्योभन्दा बाहेक है साथीहरू। त्यो अलिकति जाँचको त्यो इक्जामहरूभित्र बसेको त्यो टाइमिङ चाहिँ के हुन्छ भने अलिकति स्ट्रेसफुल हुन्छ। कहिलेकाहीँ हातै नचल्ने हुन्छ, कहिलेकाहीँ भन्न खोजेको कुरा नबुझी हुन्छ, भन्न खोजेको कुरा लेख्न नसकिने हुन्छ। त्यही भएर यो अनावश्यक भन्दा पनि जे क्वेसनले मागेको हो त्यसमा तपाईँहरू फोकस्ड भएर चाहिँ तपाईँले आन्सर लेख्नुभयो भने त्यसलाई चाहिँ तपाईँले के हुन्छ, अलिकति क्वेसनले जस्टिस पाउँछ है। मैले भन्न खोजेको यति हो। अब यो फर्स्ट पार्ट यति लेख्ने होइन, यो सेकेन्ड पार्टमा हामी गयौँ आर्थिक कुटनीतिका प्रवृत्तिहरू के छन् होइन, अहिलेको टेन्डेन्सिजहरू के छ त आर्थिक कुटनीतिको होइन। हेर्नु तपाईँहरू, अब मैले एकदमै मिलाएर चाहिँ सबैलाई समावेश गरेर चाहिँ 5-7वटा मुद्दाहरू लेखिदिएको छु। वर्ल्ड ब्याङ्क, आइएमएफ, एडिबी, सार्कका, बिमस्टेक लगायतका बहुपक्षीय संस्थाहरू उदय भएको छ अहिले चाहिँ होइन। यो ओडिए अफिसियल डेभलपमेन्ट एसिस्टेन्टमा बढोत्तरी भएको छ होइन। यो दाताहरूले चाहिँ अफिसियल च्यानलबाट मात्रै सहायता परिचालन गर्नुपर्ने अहिले नयाँ खालको टेन्डेन्सिजहरू, द्विपक्षीय र बहुपक्षीय आर्थिक सम्झौता हुन थालेका छन्। उदाहरण पिटिए, पावर ट्रेड एग्रिमेन्ट, डब्लुटिओ, साप्टा लगायतका चाहिँ हाम्रा चाहिँ यी चाहिँ हाम्रा एग्रिमेन्टहरू भएका छन्। आर्थिक समस्या र चुनौती समाधानमा विश्वव्यापी सहकारी र साझेदारी बढेको छ होइन। जस्तो एसडिजीका कुराहरू, एसडिजी भनेको चाहिँ के हो भने ग्लोबल्ली एउटा चाहिँ तपाईँको डेभलपमेन्टको एउटा मापदण्ड पनि हो यो होइन, टार्गेट पनि मात्रै होइन, यो मापदण्ड पनि हो। संसारका सबै राष्ट्रहरूको गर्ने कोअपरेसनको एउटा बिन्दु पनि हो, फाइनली स्ट्राटेजी पनि हो यो है। तपाईँले यसरी हेर्नु होला होइन। अनुदान सहायता भन्दा पनि सहुलियतपूर्ण ऋणमा जोड दिन थालिएको छ। अब यो तपाईँको दाताहरूको सङ्ख्या बढोत्तरी पनि हुँदै गएको छ पछिल्लो समयमा। पहिले पहिले हाम्रो चाहिँ सहायता प्रदान गर्ने मुलुकहरू, सहायता प्रदान गर्ने क्षेत्रहरू सीमित थिए, अहिले बढ्दै गरेको छ। बढेका छन्, थपिएका छन्, त्यो पनि तपाईँहरूले लेख्नु होला, यहाँ मैले देखाइरहन्छु। प्रविधि हस्तान्तरणमा जोड भएको छ, टेक्नोलोजी ट्रान्सफरलाई मेजर एउटा इकोनोमिक डेभलपमेन्टको सेन्टरमा राखेको छ होइन। प्रभाव विस्तारका लागि त आर्थिक कुटनीतिको प्रयोग बढेको छ। आइपिएस, बिआरआई होइन, जस्तो आइपिएस भनेको इन्डो पेसिफिक स्ट्राटेजी, जस्तो युएसले चाहिँ हाम्रो यो एमसिसी नेपालमा आउँदाखेरि यो धेरै खालको यो कन्फ्लिक्टहरू भयो। तपाईँले चाहिँ यसको धेरै बहसहरू कतिको सुन्नु भएको छ, एकचोटि टाइम भयो भने फर्केर हेर्नु होला होइन। यो तपाईँलाई मैले एमसिसीको कुरा गर्दैछु, यो आइपिएस इन्डो पेसिफिक स्ट्राटेजीको एउटा पार्टको रूपमा चाहिँ यो आइपिएस यो एमसिसीलाई लिएको छ भनेर चाहिँ एमसिसीको बारेमा चाहिँ धेरै खालका हाम्रा चाहिँ छलफलहरू भए, डिस्कसनहरू भए।
यो चाहिँ डेभलप्ड कन्ट्रिजहरूले चाहिँ, यो शक्ति सम्पन्न राष्ट्रहरूले चाहिँ, पावर सेन्टर कन्ट्रिजहरूले चाहिँ यो चाहिँ प्रभाव विस्तारको लागि चाहिँ नि यो इकोनोमिक डिप्लोमेसीको प्रयोग गर्ने गरेको छ होइन। जस्तो एमसिसीको बारेमा पनि त्यसै खालको हो कि, बिआरआई पनि त्यसै खालको कि, बेल्ट रोड इनिसिएटिभ भन्ने जुन चाइनाको प्रोजेक्ट छ यो पनि आर्थिक कूटनीतिमा चीनले ल्याएको चाहिँ प्रभाव विस्तारको योजना हो कि भन्ने पनि छ। तर हो पनि यो खासमा होइन। हामीले पनि आफ्नो प्रभावको विस्तार गर्नको लागि नेपालको जुन एउटा क्यापासिटी छ त्यो क्यापासिटीलाई इन्टरनेसनल एरिनाजहरूमा देखाउनको लागि चाहिँ हामी यति क्यापासिटी भएको कन्ट्रिज हो भनेर हामीले पनि आफ्नो प्रभाव विस्तार गर्नको लागि आर्थिक कूटनीतिलाई हामीले पनि प्रयोग गर्ने गरे अवस्था छ। यो एमसिसीको बारेमा भएका छलफलहरू तपाईँ यो विशेष गरेर यो दुई तिनवटा एउटा सूर्यराज आचार्य, डाक्टर सूर्यराज आचार्यसँग भएको छलफल त्यो भिडियो युट्युबमा छ, तपाईँ गएर हेर्नु होला। होइन, यसरी चाहिँ यो हाम्रो यो प्रविधि हस्तान्तरण लगायतका यी विषयवस्तुहरू चाहिँ तपाईँले चाहिँ आर्थिक कूटनीतिका टेन्डेन्सिजहरूमा तपाईँले लेख्नु होला। त्यसपछि यो निष्कर्ष होइन, ट्याक्क तपाईँलाई दुई तिन लाइनमा निष्कर्षहरू पनि राख्नु भने यसले तपाईँलाई के गर्छ कि जाँचमा तपाईँको क्वेसनको जस्टिस चाहिँ आन्सरले दिन्छ। अब यो क्वेसन नम्बर 6 हेरौँ त साथीहरू। यो एकदमै महत्त्वपूर्ण क्वेसन हो है यो साथीहरू। यो प्रश्न सोध्न सक्ने सम्भावना तीव्र छ। यसमा यहाँ हेर्नु त क्वेसनले के भनेको छ, कति बुदा लेख्ने भनेर तपाईँलाई कन्फ्युज लाग्यो भने तपाईँले चाहिँ यो क्वेसनको भार वेटेजहरू हेर्नु होला होइन। यो दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण भनेर एउटा क्वेसन छ, यसको आवश्यकताहरू सोध्यो है। जे सोधेको छ क्वेसनले त्यही लेख्नुहोस् भने त मैले होइन। स्थानीयकरणको आवश्यकता भनेर सोध्यो, स्थानीयकरणको आवश्यकता भनेर लेख, ठिक छ है। नेपालको सन्दर्भमा पहिलो प्रश्न यो छ होइन, दिगो विकासका लक्ष्यहरूको स्थानीयकरणको आवश्यकता भने मैले हेडिङ हालेर लेखिहालेँ, जे प्रश्नले भने हो त्यहाँ त्यहाँभन्दा म दायाँ बायाँ काहीँ मोडिएन। जे प्रश्नले मागेको छ म त्यही लेखेँ। नेपालको सन्दर्भमा दिगो विकासका लक्ष्यहरूको स्थानीयकरण गर्नका लागि के कस्ता चुनौतीहरू छन् होइन। सेकेन्ड क्वेसन यो, यसको वेटेज 3.5 छ है। र यसपछि ती चुनौतीहरूको सामना गर्नका लागि चाहिँ हामीले गर्नुपर्ने कार्यहरू के हुन्, यसको पनि वेट के छ 3.5 छ। यो टोटल 10 मार्क्सको हो। जे प्रश्नले मागेको छ म त्यसैमा गएँ। दिगो विकासका लक्ष्यहरू स्थानीयकरणको आवश्यकता अब हेर्नु त मैले चाहिँ दिगो विकासका लक्ष्यहरू स्थानीय तहका एकल र तीनवटै सरकारका साझा विषयहरू हुन्। यसरी दिगो विकासका लक्ष्यहरू स्थानीय स्तरका कानुन, योजना, नीति र कार्यक्रममा अन्तरीकरण गरी कार्यान्वयन गर्न सकिएमा एकातिर स्थानीय तहका अधिकारको प्रभावकारी नजिकमा कार्यान्वयन भई अपेक्षाकृत गुणस्तरीय नतिजा प्राप्त हुन्छ भने दिगो विकासका स्थानीयकरणको दिगो विकास पनि के हुन्छ, बलियो हुन्छ भनेर हामीले चाहिँ आवश्यकतालाई नियमअनुसार उल्लेख गर्न सकिन्छ भनेर मैले आवश्यकतामा क्लिक गरेको छु। यो 5-7वटा बुदाहरू 3 मार्क्सको हो। 3 मार्क्सको भएको कारणले 4-5वटा लेख्दा भयो। अलिक बढी लेखेको छु त मलाई याद गर्न पनि सजिलो होला भनेर। यो चाहिँ यो जिसीको सुनिश्चितता हुन्छ, स्थानीय स्तरबाट दिगो पूर्वाधारको निर्माण हुन्छ, विकास हुन्छ, स्थानीय सेवा प्रणालीको सुधार हुन्छ, सुदृढीकरण हुन्छ, क्यापेसिटी डेभलपमेन्ट हुन्छ, जलवायु अनुकूलन विकासको जग निर्माण हुन्छ, स्थानीय परिवेश संसारको प्राथमिकरण हुन्छ, स्थानीय खर्चको गुणस्तर वृद्धि हुन्छ, उत्पादकत्व वृद्धि हुन्छ, जोखिम व्यवस्थापन हुन्छ लगायतका यी बुदाहरू चाहिँ यु क्यान राइट है। तपाईँहरूले चाहिँ लेख्नु होला। मैले तपाईँलाई चाहिँ यो स्थानीयकरणको आवश्यकता जे छ त्यही कुरा लेखेको छु है। अब यो स्थानीयकरणका चुनौतीहरू चाहिँ के छन् खासमा, यो पनि एउटा यो सेकेन्डरी पार्ट हो है। यो एउटा चुनौतीहरू के हुन् भने यी समस्याहरूको समाधान गर्नु चुनौती हो कि खासमा होइन। लेख्दाखेरि चाहिँ राजनीतिक ऐक्यबद्धता र क्रियाशीलता तत्परता बढाउनु चुनौती हो नि त होइन। स्रोतको अभावहरू पूर्ति गर्नु, तपाईँलाई अहिले पनि दिगो विकासका लक्ष्यहरूलाई कार्यान्वयन गर्नको लागि चाहिँ ओभरअल 20 खर्ब प्रत्येक वर्ष हामीलाई आवश्यक परेको छ रकम होइन, ठिक छ नि। 20 खर्ब आवश्यक परेको छ रकम, त्यसमा लगभग 12 खर्ब जति चाहिँ हाम्रो चाहिँ पूर्वाधार मात्रै लगानी गर्नुपर्ने हाम्रो आवश्यकता देखिएको छ होइन, ठिक छ नि। यो चाहिँ स्रोतको एकदमै स्कार्सिटी छ है। यो एकदम स्रोतको कमी चाहिँ एउटा महत्त्वपूर्ण समस्या हो र स्रोतको पूर्ति गर्नु चाहिँ हाम्रो चुनौती हो। क्षमता र विशेषज्ञताको अभावको पूर्ति गर्नु एउटा चाहिँ एक्टिभ एन्ड यो भाइब्रेन्ट एउटा पार्टिसिपेसन देखाउने खालको पब्लिकहरू रिसोर्सेसहरूको म्यानेजमेन्ट पनि एउटा हाम्रो के हो, मेजर च्यालेन्ज हो। अनि बजेटको साङ्केतिकरण गर्नु, यो चाहिँ यो एसडिजीको आधारमा स्थानीय तहमा बजेट साङ्केतिकरण धेरैवटा स्थानीय तहले गर्न नसकेको अवस्था छ अझै पनि। यसबाट चुकेका छन् स्थानीय तह। यसलाई चाहिँ बजेटको साङ्केतिकरण गर्नु, आन्तरिकीकरण गर्नु, योजनाको समस्या निर्जामुलिक ठुला रणनीतिक योजना बनाउनु होइन, सृजनशीलता बढोत्तरी गर्नु होइन, गरिबी र बेरोजगारीको समाधान गर्नु, सामाजिक विकृति विसङ्गतिको अन्त्य गर्नु, वातावरणीय प्रभावहरूको अध्ययन गर्नु र मूल्याङ्कन गर्नु, यी कुराहरू चाहिँ हाम्रो चुनौती छन्। मैले क्वेसनको वेटेज 3.5 भनेको छु, त्यही आधारले चाहिँ 5 देखि 6 बुदाहरू लेख्नु होला।
अहिले मैले बढी लेखेको छु, मिलाएर 5 6वटा बुँदा यसमा लेख्नु होला। यो चुनौती सामना गर्नको लागि गर्नुपर्ने कार्यहरू चाहिँ के छन्? अब क्वेसनको थर्ड पार्टले हाम्रो चाहिँ के छ, थर्ड पार्टले पनि 3.5 मार्क्सको हो यो। स्थानीय राजनीतिक यज्ञबद्धतालाई बढाउने, बढोत्तरी गर्ने, स्थानीय तहमा वित्तीय स्रोत र साधनको अभाव कमी पूर्ति गर्ने, दिगो विकासका लक्ष्य स्थानीयकरण गर्ने, मिश्रित वित्तको प्रयोग गर्ने हो। ब्ल्यान्डेड फाइनेन्सलाई चाहिँ हामीले लक्ष्य स्थानीयकरण गर्नमा चाहिँ हामीले के गर्नुपर्छ, प्रयोग गर्नुपर्छ भनेर हामीले चाहिँ यो खालको स्थानीय तहको क्यापासिटी बढाउने, होइन, यो सामर्थ्यताको बढोत्तरी गर्ने, इनोभेसन इन्भेन्सन बढोत्तरी गर्ने, बजेटको साङ्केतिकरण गर्ने, होइन, दिगो विकास लक्ष्यहरूलाई प्राप्त हुने गरेर चाहिँ हाम्रो बजेट कार्यक्रमहरू लागू गर्ने, विनियोजन गर्ने, प्रदेश र सङ्घ सरकारले पनि आफ्ना चाहिँ आयोजनाहरू, आफ्ना चाहिँ नि त्यो तपाईँको स्थानीय तहलाई प्रदान गर्ने सशक्त सम्पूरक र विशेषका, होइन, तपाईँको चाहिँ नि यो सामान्यीकरणका आयोजनाहरू स्थानीय तहले चाहिँ यो खालको बनाउनु पर्यो, होइन। सङ्घ सरकार र प्रदेश सरकारबाट जाने सामान्यीकरणका, सरी, यो सम्पूरकका विशेषका आयोजनाहरू पनि यही उसमा चाहिँ केन्द्रित गरेर चाहिँ लागू गर्यो भने हाम्रो चाहिँ के गर्न सकिन्छ। मिश्रित वित्त भनेको के हो भने गत वर्ष सोधेको प्रश्न पनि हो, योसँग सम्बन्धित किसिम चाहिँ म यो अर्को क्लासमा पनि म तपाईँलाई राखिदिन्छु। मिश्रित वित्त भनेको के हो भने यो चाहिँ एउटा मिश्रित वित्त भनेको, ब्ल्यान्डेड फाइनेन्स भनेको सरकार, निजी क्षेत्र, गैर सरकारी संस्थाहरू, पार्टनर्सहरू, यो हाम्रो चाहिँ विकास पार्टनर्सहरू, ब्याङ्कहरू, नागरिकहरू, होइन, लगायतका यी हाम्रा जति पनि चाहिँ स्टेक होल्डरहरू छन्, यिनीहरू सबैको सहभागिता, यिनीहरूको पार्टिसिपेसन रहने गरेर तयार गरेको एउटा वित्त हो, एउटा थैलो हो कि त्यो भनेर यसलाई ब्ल्यान्डेड फाइनेन्स भनिन्छ, होइन। यो जस्तो तपाईँले चाहिँ कुनै कामहरू गर्नको लागि चाहिँ पुँजीको प्रविधिको, पुँजीको वित्तको कमीको पूर्ति गर्नको लागि चाहिँ सबैको रकमलाई सङ्कलन गरेर राखेको एउटा थैली हो। यति बुझ्नुहोस् तपाईँहरू, यति बुझ्यो भने मिश्रित वित्त बुझिन्छ। यो गत वर्ष यो थर्ड पेपरमा मिश्रित वित्त भन्ने सोधे पनि थियो है साथीहरू, है। यसपछि चाहिँ हामी यो चाहिँ लक्ष्यहरूको स्थानीयकरण गर्ने हाम्रा चाहिँ कार्यहरू हामीले हेरिसके पछाडि यसको पनि निष्कर्ष लेखिदिनुहोस्, थोरै 2 4 लाइन निष्कर्ष लेख्यो भने तपाईँ के हुन्छ, तपाईँलाई क्लियरली निष्कर्ष चाहिँ तपाईँको यो क्वेसनले ठ्याक्कै जस्टिस गर्छ है। यहाँ त धेरै लेखिनँ मैले, किनभने माथि धेरै लेखिसकेको छु, तल 2 3 लाइन तपाईँ तल लेखेर मैले यसलाई क्लोज गरेँ है। अब यो क्वेसन नम्बर 7 छ, अलिकति लामो प्रश्न छ है। यस्ता प्रश्नहरू एउटा दुईटा हुन्छन्, होइन, कुनै पेपरमा। मैले स्ट्यान्डर्ड फर्मेटमा क्वेसन सिलेक्ट गरेर भएको क्वेसन राखेको हो है। यसमा के छ हेर्नु त, पहिलो 3टा प्रश्न छन्, माथि पनि 3टा प्रश्न थिए है। अलिकति लामो छ, योभन्दा लामो पनि बनाउन सक्छ। क्वेसनको बार पहिलोलाई 2, दोस्रोलाई 4, अर्कोलाई अन्तिमलाई 4, 4 प्लस 2टा गरेर हामीले के गरेका छौँ, क्वेसनको बार चाहिँ हामीले यसको डिभाइड गरेका छौँ। यसले के भन्छ भने विकासमा चाहिँ बहुपात्रेको संलग्नताको अवधारणा लागू भएसँगै, हेर्नु त, सरकारसँग साझेदार गर्ने प्रमुख पात्रहरू पहिचान गरी, होइन, यो के कुन कुन सरकारसँग साझेदार गर्ने पात्रहरू छन्, अब यो चाहिँ यसले एसेस गर्यो। विकासमा बहुपात्रको संलग्नताको अवधारणा लागू भएको छ, यो लागू भएसँगै हाम्रो सरकारसँग साझेदारी गर्ने प्रमुख पात्रहरू चाहिँ को हुन्, यिनलाई पहिचान गर्नुहोस्, लेख्नुहोस् भन्यो, होइन। त्यसपछि तिनको आवश्यकता किन परेको हो, होइन, तिनको आवश्यकता किन पर्यो हो त्यो लेख्नु भन्यो। सरकारसँग ती पात्रहरूको थप साझेदारी बढाउन हामीले के गर्नुपर्छ भनेर 4 4 प्लस 2 गरेर। अब यो तपाईँले यो यसमा चाहिँ यो वेटेजहरू अलिकति यसलाई हेर्दाखेरि चाहिँ यो 3 प्लस 3.5 3.5 पनि हुन सक्थ्यो जस्तो लाग्छ मलाई। मैले 2 नै लेखेको छु। अब यो अलिकति यसलाई फर्स्टलाई चाहिँ अलिक वेट भार बढाउन सक्छ लोकसेवाले है। यो विकासमा सरकारसँग साझेदार गर्ने पात्रहरू भनेर मैले धेरै लेखिनँ। विकासमा बहुपात्रको संलग्नताको अवधारणा लागू भएसँगै सरकारसँग साझेदारी गर्ने प्रमुख पात्रहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ भनेर मैले जे भने हो त्यही लेखेँ। किनभने यो ब्याकग्राउन्ड धेरै नलेखेको भनेर साथीहरू भन्नु हो, मैले क्वेसनको भार सानो देखेर नलेखे हो है। यो सार्वजनिक क्षेत्र भयो, निजी क्षेत्र भयो, सरकारी क्षेत्र भयो, गैर सरकारी क्षेत्र भयो, होइन, ठिक छ नि। विकास साझेदारहरू भए, नागरिक समाज भए, संसार क्षेत्र भए, दबाव समूह भए, होइन, यो चाहिँ हामीले चाहिँ यी पार्टहरू, यी पात्रहरू, यी चाहिँ हाम्रो चाहिँ एक्टरहरू चाहिँ गभर्मेन्टसँग पार्टिसिपेसन गर्ने, गभर्मेन्टसँग सहकार्य गर्ने, होइन, होइन, हाम्रो चाहिँ नि कोअपरेसन गर्ने गभर्मेन्टसँग, यी पार्ट्स, यी हाम्रा एक्टरहरू हुन् भनेर हामीले चाहिँ खोल्यौँ। 2 मार्क्सको माथिको सवाल भयो। त्यसपछि विकासका साझेदारका पात्रहरूको आवश्यकता किन परेको हो भनेर हामीले चाहिँ यसको आवश्यकता लेख्यौँ हामीले। यसको स्रोतको पूर्ति गर्न, यहाँ त स्रोतको पूर्ति गर्न है, ठिक छ नि। सरकार बाहेकका क्षेत्रलाई विकासमा परिचालन गर्न, आवश्यकतामा आधारित विकास गर्न, विकासमा सरकारवालाहरूको सहभागिता संलग्नतालाई चाहिँ बढोत्तरी गर्न, सामाजिक न्याय र लोक कल्याणकारी राज्यको अवधारणालाई चाहिँ बढावा गर्न, सरकारको कार्यबोझहरू जुन छ होइन त्यसलाई कम गर्न, हामीले चाहिँ यसलाई चाहिँ यो गऱ्यौँ भनेर हामीले
लेख्यौँ। अनि तेस्रो यसको पार्ट चाहिँ के छ भने विकासमा साझेदारी गर्न चाहिँ के गर्नुपर्छ, सुधारका उपायहरू के हुन् भनेर तेस्रो सोधेको भएको कारणले गर्दा के हाम्रो वे फरवार्ड है, यसमा चाहिँ साझेदारी विकासका केही वे फरवार्डहरू चाहिँ हामीले नीतिगत व्यवस्था गर्नु पर्यो, कानुनहरू सुधार गर्नु पर्यो, विश्वासको वातावरण बनाउनु पर्यो, सरकारले लिडिङ गर्नु पर्यो, सहकारीको लागि पहल गर्नु पर्यो, सरकारले रोल प्ले गर्नु पर्यो है, सहकारीको क्षेत्रहरू स्पष्ट गर्नु पर्यो होइन। साझेदारीमा हिस्सा निर्धारण गर्नका लागि सम्झौता गर्नु पर्यो होइन, लागत जोखिम रोकिएको न्यायपूर्ण वितरणको सुनिश्चितता गर्नु पर्यो, जनताको समर्थन र सहभागितालाई थप बलियो बनाउनु पर्यो। यस्तो खालको पार्टिसिपेसनमा चाहिँ पब्लिकको चाहिँ एउटा चाहिँ सहभागितालाई चाहिँ हामीले के गर्नुपर्छ, थप बलियो बनाउनुपर्छ भनेर चाहिँ साझेदारीका लागि गर्नुपर्ने सुधारहरू तपाईँले लेख्नु होला है। पब्लिकको पार्टिसिपेसन नभयो भने साझेदारी बलियो हुँदैन भनेर चाहिँ तपाईँले यो यस्तो खालको उत्तर तपाईँले लेख्ने है। यसको निष्कर्ष पनि मैले चाहिँ यो धेरै लामो लेखिनँ, दुई तिनवटा लाइनमा होइन। सरकारसँग सीमित पुँजी हुन्छ, क्षमता हुन्छ, व्यवस्थापकीय दक्षता हुन्छ होइन। यसका कारणले गर्दा पात्रहरूको भूमिका चाहिँ हाम्रो चाहिँ बलियो भूमिका चाहिँ हाम्रो यसो हुनुपर्छ। विकासका बहुपक्षमा चाहिँ हामीले चाहिँ सहकार्य गर्नुपर्ने अवस्था छ है। तपाईँले यसलाई चाहिँ यसरी चाहिँ दुई तिन लाइनको तपाईँले निष्कर्षलाई पनि तपाईँले लेख्नु होला है साथीहरू। अब यो अर्को छ हाम्रो यसपछि यही साझेदारीकै पार्टलाई मैले लेखेको छु। यसमा हेर्नु त यो साझेदारीमा आधारित विकासको नयाँ अवधारणा हो यहाँ हेर्नु है। यसमा सरकार बाहिरका पात्रहरूको क्षमता र सक्षमतालाई विकासमा प्रयोग गर्न सकिने भएकाले विश्वभरिका सरकारहरूले आफ्नो दायित्वको काम पुरा गर्न यस अवधारणाको अवलम्बन गरेको छ है। ठिक छ नि, यो मैले तपाईँलाई ब्याकग्राउन्डमा तपाईँलाई जुन लेखेको छु यो चाहिँ क्वेसनले सपोर्टिभ सेन्टेन्सहरू यहाँ राखेको हुन्छ होइन। यसलाई यसको आधारमा चाहिँ होइन हामीले चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। नेपालमा चाहिँ साझेदारी विकासको लागि सम्भावना भएको क्षेत्रहरू के हुन् हेर्नु त। यो क्वेसनले ठ्याक्कै यही कुरा भन्यो, के हुन् समाधान भएका क्षेत्रहरू यहाँनिर तपाईँले चाहिँ यो खोज्नुहोस् पहिलो है। ठिक छ नि, एउटा प्रश्न है। ती क्षेत्रहरूमा साझेदारीको विकास कार्य अगाडि बढ्न के कस्ता पक्षमा ध्यान पुर्याउनु पर्ने उपयुक्त हुन्छ। अब यो दुईवटा होइन, यसले पनि दुईवटा प्रश्न होइन ठ्याक्कै खोज्यो हाम्रो होइन। दुईवटा माथिबाट दुईवटा प्रश्न यसले खोज्यो होइन। ध्यान दिने पक्षहरू के हुन् भनेर दुईवटा प्रश्न खोजेको छ। खास प्रश्न यो दुईवटा हुन्, यो चाहिँ हाम्रो सपोर्टिभ हो। यदि जति भए पनि केही फरक परेन, यो जति सेन्टेन्स ठुलो भयो फरक परेन। जहाँसम्म अलिकति टाइम कम हुन्छ यो पढ्न तपाईँलाई गाह्रो होला। तपाईँले चाहिँ जे हो खास खोजेको प्रश्नहरू पत्ता लगाउनुहोस्, अन्डरलाइन गर्नुहोस् र लेख्न सुरु गर्नुहोस् है। यो चाहिँ जे तपाईँलाई खोजेको हो नि त होइन, त्यही तरिकाले तपाईँहरूले अन्डरलाइन गरेर पढ्न सुरु गर्ने है। ठिक छ नि, दुईवटा प्रश्न, एउटा यो दुइटै हो यो प्रश्न खासमा होइन। अब यसमा चाहिँ मैले धेरै केही ब्याकग्राउन्ड लेखिनँ, दुई तिनवटा लाइन लेखेँ। साझेदारी विकासका लागि सम्भावना भएको क्षेत्रहरू भनेर लेखेँ। ब्याकग्राउन्डमा अलिकति थोरै दुई तिन लाइनको बनाएर चाहिँ एउटा यातायात पूर्वाधारमा चाहिँ साझेदारी विकास क्षेत्रको आवश्यकता छ होइन। विकासले अन्तर्राष्ट्रिय अभ्यास जस्तै नेपालले पनि संवैधानिक रूपमा तीन थम्बे अर्थनीतिको अवलम्बन हुने विकास प्रणालीमा सरकार र सरकार बाहिरको क्षेत्रहरूको भूमिका र संलग्नता सहितको साझेदारी विकासलाई आत्मसात गर्ने अवस्था छ। संविधानहरू, कानुनहरू र नीतिहरूको मार्गदर्शनको आधारमा चाहिँ हामीले चाहिँ साझेदारी विकासका सम्भावनाहरूलाई चाहिँ यसरी उल्लेख गर्न सकिन्छ भनेर यातायात र पूर्वाधारहरू, सामाजिक पूर्वाधारहरू, सहरी पूर्वाधारहरू, सेवा क्षेत्रहरू, आइसिटी, इनोभेसन एन्ड टेक्नोलोजीको कुराहरू, विविध व्यवस्थापनको कुराहरू, वातावरणीय विकासको कुराहरू भनेर मैले 7वटा लेखेको छु। तपाईँहरूले त यसरी चाहिँ 7वटा यसरी लेख्नु होला है साथीहरू है। ठिक छ नि है। अनि त्यस पछाडि चाहिँ क्वेसनको सेकेन्ड पार्ट चाहिँ साझेदारी विकासको कार्य अगाडि बढाउनको लागि हामीले सुधार गर्नुपर्ने पक्षहरू के हुन् भनेर, ध्यान पुर्याउने पक्षहरू के हुन् भनेर लेखेको छ। सेकेन्ड पार्टमा म ठ्याक्कै जम्प गरेर मैले के लेखेँ भने होइन, यो चाहिँ यो साझेदारी विकासको सम्भावनालाई बलियो बनाउने उपायहरू लेखेँ मैले। मूल नीति बनाउने साझेदारीको होइन। दोस्रो कुरो राजनीतिक एउटा संयुक्तकरण वातावरण बनाउनु पऱ्यो। राजनीतिक ऐक्यबद्ध र वातावरण के अरे प्रतिबद्धता बनाउनु पऱ्यो होइन। अब साझेदारी विकासका क्षेत्रको छनौटमा आवश्यकता र अवस्थाको सिद्धान्तलाई लागू गर्नु पऱ्यो। नीति र कानुनहरूमा सुधार गर्नु पऱ्यो होइन। साझेदारीका पात्रहरूको बिचमा विश्वासको वातावरण चाहिँ हामीले तयार गर्नु पऱ्यो। लगानीको सुरक्षा र मुनाफाको सुनिश्चितता गर्नु पऱ्यो होइन। यसरी चाहिँ हामीले चाहिँ यो राजनीतिक जुन एउटा चाहिँ प्रभावहरू छन् त्यसको पनि समाधान गर्नु पऱ्यो र हामीले चाहिँ मैले यसरी चाहिँ यो साझेदारी विकासलाई बलियो बनाउने उपायहरू चाहिँ यसरी तपाईँलाई प्रस्तुत गरेँ। धेरै तलमाथि नलेखेर जे प्रश्नले मागेको छ त्यसमै केन्द्रित भएर चाहिँ मैले यी कुरा तपाईँलाई सेयर गरेँ है साथीहरू। अब यसलाई चाहिँ तपाईँले ठ्याक्कै दुई तिनवटा लाइन यसको तपाईँ के गर्नुहोस्, ब्याकग्राउन्ड हाल्नुहोस्। प्रशासनलाई सुदृढीकरण गर्ने
डिजिटाइजेसन गर्ने, आइसिटी मैत्री बनाउने, वान डोर सर्भिस डेलिभरी सिस्टम बनाउने, एक डोर एक द्वार प्रणाली भन्ने प्रशासन सेवामा जग्गा अधिकरण। अहिले नेपालमा सबभन्दा धेरै विकासमा यो पब्लिक सेक्टरसँग यो प्राइभेट सेक्टरले यो अहिले पनि पार्टिसिपेसनमा देखाउने, प्राइभेट सेक्टर चाहिँ अझै पनि मोटिभेट नभएको, यो प्रोत्साहित नभएको अवस्था चाहिँ यो जग्गा अधिकरणको कुराहरू, मुआवजा वितरणको कुराहरू, यो क्षतिपूर्ति वितरणका कुराहरूमा चाहिँ यो एकदमै अहिले पनि झल्झलिलो छ। यसलाई चाहिँ हामीले चाहिँ ध्यान दिनु पर्ला। यसको मैले अहिले निष्कर्षले भिन्न तरिकाले लेखेको छु। एलडिसी ग्रेजुएसनको अन्तिम चरणमा रहेको र विकास गर्नै पर्ने चाप परेको हुँदा हामीसँग चाहिँ यो एकातिर एलडिसी ग्रेजुएसनको अन्तिम चरणमा छ हामी, अर्कोतिर यो विकास गर्नै पर्ने हामीलाई एउटा दबाव परेको छ। यसले गर्दा सरकार बाहिरको पुँजी व्यवस्थापन र दक्षतालाई अवलम्बन गर्न हाम्रो एउटा बाध्यता हो। विश्वभरिको विकासको मोडल नै साझेदारी विकास भएकाले सरकार, प्रशासन र आम जनता समेतको सकारात्मक सहभागिता र क्रियाशीलता बढाएर हामीले चाहिँ साझेदारी विकासलाई चाहिँ हामीले गति दिनुपर्छ भनेर चाहिँ हामीले यो प्रश्नलाई हामीले सोल्युसन गरौँ है। यो गाह्रो छैन साथीहरू होइन। तपाईँले ट्याक्कै हेर्नुभयो भने क्वेसन के भनेको छ ट्याक 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 लेख्नु होला। अब यो क्वेसन नम्बर 9मा म जम्प गरेँ है साथीहरू। 9मा के भन्छ भने पर्यावरणीय ह्राससँगै क्वेसन हेर्नुहोस् पहिले। फाइभ फाइभ दुईवटा प्रश्न छन् यसमा, बुझ्नु पऱ्यो। पहिले वेटेज हेर्नुहोस् है, कति दुईवटा प्रश्न छन्। पहिलो 5 नम्बरको छ, के रहेछन् हेरौँ, यसो पढेर हेरौँ। वातावरणीय ह्राससँगै यसले पारिस्थितिक प्रणालीमा प्रतिकूल प्रभाव पारेको देखिन्छ। तापक्रममा भएको वृद्धि, जलीय स्रोतहरू, नदीहरूमा भएको प्रदूषण होइन, लगायतका कारण कतिपय जीवहरू लोप हुने अवस्थामा पुगेका छन्। यस परिवेशमा नेपालमा कस्तो किसिमको अभ्यास र कार्यहरूको निरन्तरताले पारिस्थितिक प्रणाली संरक्षण गर्न सकिन्छ भनेर चाहिँ एउटा प्रश्न मागेको छ। हेर्नुहोस् त, यो कस्तो किसिमको, यहाँ प्रश्न एउटा है, यहाँदेखि यहाँसम्म एउटा प्रश्न है, क्लियरली हेर्नुहोस्। क्वेसनले भनेको यहाँदेखि यहाँसम्म एउटा छ है। दोस्रो, तिनवटै सरकारको भूमिका कस्तो हुन्छ यो जाँचमा। तपाईँलाई चाहिँ यो क्वेसन पछिल्लो समयमा चाहिँ धेरै सोध्ने जस्तो लाग्छ मलाई। यो तिनटै सरकारको भूमिका कस्तो हुन्छ भन्ने खालको प्रश्नहरू सोध्न सक्छ, किनकि हामीले थ्री टायर्स अफ गभर्नेन्स सिस्टमलाई हामीले अहिले लागू गरेका कारणले गर्दाखेरि चाहिँ यो खालको हाम्रो चाहिँ अलिकति प्र्याक्टिसमा हामी जानुपर्ने हुन्छ। अब हेरौँ त यहाँ यो प्रश्न, पहिलो प्रश्नले सोधेको उत्तरतिर हामी जाउँ। पारिस्थितिक प्रणाली संरक्षणका लागि गर्नुपर्ने कार्य र अभ्यासहरू भनेर मैले ठ्याक्कै लेखेँ होइन। नीतिगत र ब्याकग्राउन्ड धेरै लेखिनँ मैले, ठ्याक ठ्याक लेखेँ। नीतिगत र कानुनी अभ्यासमा सुधार गर्नुपर्ने पहिलो कुरा होइन। क्षमता विकास गर्ने, संलग्न सरोकार राख्ने तिनीवटै सरकार र संस्थाहरूको क्षमता विकास गर्नु पर्यो। साधन स्रोत सम्पन्न बनाउनु पर्यो। प्रविधिको अनुसरण, सहकार्य र साझेदारीमा जोड दिनु पर्यो होइन। यो आइइआई गर्ने, वातावरण नीति विकासमा जोड दिनु पर्यो। वन जङ्गल संरक्षण, तपाईँहरूले थाहा पाएकै कुराहरूलाई मैले ट्याक्कै क्वेसनको फर्मेटमा राखिदिएको छु। त्यो फोहोर व्यवस्थापनको, फोहोर मैलाको उचित व्यवस्थापन गर्ने, ल्यान्डफिल साइडहरू बनाउने, उत्पादन, फोहोरको उत्पादन नै कटौती गर्ने, स्रोत कटौती गर्नु पर्यो होइन। वर्गीकरण गर्नु पर्यो, पुनः प्रयोग गर्नु पर्यो होइन, संरक्षण कार्यमा जोड गर्नु पर्यो। यस्ता कुराहरू ट्याक्क राखेर मैले चाहिँ यो प्रश्नलाई चाहिँ यो वन जङ्गल संरक्षण, वृक्षारोपण, अव्यवस्थित बसोबास नियन्त्रण, अवस्थित सहरीकरण नियन्त्रण, योजनाबद्ध सहरहरू बसाउने, तथापि वन जङ्गल विनाशलाई चाहिँ हामी रोक्ने, यस्ता कार्यहरू हामीले ध्यान दिनुपर्छ भनेर तपाईँहरूले चाहिँ लेख्नु होला होइन। अब यो चोरी निकासीमा रोक लगाउनु पर्यो, अनुचित कृषि पद्धतिमा रोक लगाउनु, रासायनिक मलहरू, कीटनाशक औषधिहरूको प्रयोगमा कटौती गर्नु, सन्धिहरूको पालना गर्ने, अन्तर्राष्ट्रिय मञ्चहरूमा आवाज उठाउने, हरित तत्त्वको प्रयोगहरू बढाउनु, कूटनीतिक अभ्यास बलियो बनाउनु, हरित ऊर्जाको प्रयोग बढाउनु लगायतका यस्ता कुराहरू तपाईँले ध्यान दिनु। अब यसमा चाहिँ तिनीवटै सरकारको भूमिका कस्तो छ भनेर सोधेको छ। सेकेन्डली सङ्घीय सरकारको भूमिका भनेर लेख्नुहोस् होइन। सङ्घ सरकारको, त्यसपछि प्रदेश र स्थानीय सरकारको। सङ्घीय सरकारको कुनै पनि विषयमा चाहिँ मेजर भूमिका जब कानुनहरू बनाउने हुन्छ, नीति बनाउने, योजना बनाउने र देशभरि नै लागू हुने गरेर मापदण्डहरू बनाउने, एकरूपता कायम हुने गरी मापदण्डहरू बनाउने खालको, अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने, ग्रिन इनर्जी फन्डको लागि चाहिँ पहल गर्ने, कार्बन ट्रेड गर्ने, शान्तिको पालना गर्न लगाउनु, यावत विषयहरू चाहिँ होइन। स्थानीय तहको क्यापासिटी डेभलप गर्ने, प्रदेशको क्यापासिटी बढाउने, स्रोत साधन सहयोग गर्ने होइन। प्रदेश स्थानीय तहले गरेको कामहरूको अनुगमन गर्ने पनि हुन्छ होइन। यो चाहिँ सङ्घीय सरकारको भूमिका हो। त्यस्तै प्रदेश सरकारको भूमिका के हुने हो र? प्रदेश सरकारको भूमिका चाहिँ के हुने भयो भने यहाँ हेर्नुहोस्, प्रदेश सरकार कानुन बनाउने, नीति र योजनाहरू बनाउने, मापदण्ड बनाउने होइन। यो पारिस्थितिक प्रणाली संरक्षणका लागि चाहिँ नि हामीले चाहिँ योजनाहरू बनाउनु पर्यो होइन। प्रदेश स्तरका पारिस्थितिक पद्धतिको विवरण तयार गर्ने, कस्ता खालका जैव विविधताहरू छन्, पारिस्थितिक पद्धतिहरू छन् प्रदेशमा, त्यसको तयार गर्ने एउटा मोडालिटी तयार गरेर चाहिँ एउटा गुरु योजना, मास्टर प्लान तयार गरेर चाहिँ सङ्घ सरकारसँग पेस गर्नु पर्यो। स्थानीय तहलाई परिचालन गर्नु पर्यो होइन।
प्रदेश स्तरीय नेतृत्व गर्ने, समन्वय गर्ने, सहकार्य गर्ने, संरक्षणका कार्यहरू प्रदेश स्तरमा चाहिँ हाम्रो वृक्षारोपणका कार्यहरू गर्ने, वन जङ्गल संरक्षण, पारिस्थितिक प्रणाली जैविकता संरक्षणमा जोड दिने कार्यहरू चाहिँ हामीले चाहिँ यो प्रदेशको काम, स्थानीय तहको काम पनि हामीले स्थानीय नीति बनाउने, योजना बनाउने, मापदण्ड बनाउने, संरक्षण नागरिक परिचालन गर्ने, चेतनाको वृद्धि गर्ने, संरक्षणका कार्यक्रम लागू गर्ने भनेर तिनवटै सरकारका कामहरू चाहिँ हामीले के गर्नु पर्यो, यसरी चाहिँ लेख्ने र निष्कर्ष पनि 2-3 लाइनहरू लेख्यो भने क्वेसनले के गर्छ, हाम्रो चाहिँ एउटा जस्टिस पाउँछ है। यो तरिकाले हेर्नु कति आनन्दको क्वेसनको मोडल भएको छ हेर्नु त तपाईँहरू, काफीको तरिकाले माथिको के छ तलको के छ ट्याक्कै ट्याक्कै मिलाएर है, सब ठिक भएको छ। अब हामीले चाहिँ अब नेक्स्ट क्वेसन, लास्ट क्वेसन छ। लास्ट क्वेसन तपाईँलाई मैले दिएको फर्मुला व्यवस्थापन भनेको त्यो क्वेसन सजिलो छ होइन। फर्मुला व्यवस्थापनको क्वेसनको वर्ड बाई 2 होइन। नेपालको फर्मुला व्यवस्थापनलाई प्रमुख समस्याहरू के छन्, यसको 4+4 समाधानको उपाय र समस्याहरू रूपमा 4+4 गरेर राखेको छु मैले। फर्मुला व्यवस्थापनको सामान्य परिभाषा लेख्ने 2-3 लाइन चाहिँ लेख्दैन, 2 नम्बरको भएको कारणले गर्दाखेरि सक्यो 3 लाइन या 2 लाइन लेख्नु पर्यो होइन, सकिन्छ 4 लाइन लेख्दा नि भयो, मैले 3 लाइन लेखेको छु यहाँ होइन। फर्मुला व्यवस्थापनको परिचय दिएँ मैले। फर्मुलालाई व्यवस्थित तरिकाले सङ्कलन गर्ने, ढुवानी गर्ने, प्रशोधन गर्ने कामलाई फर्मुला व्यवस्थापन भनिन्छ। फर्मुला उत्पादनका स्रोतहरूमा कमी ल्याउने, वर्गीकरण गर्ने यावत कार्यहरू चाहिँ फर्मुला व्यवस्थापन अन्तर्गत पर्दछन् भनेर मैले 4वटा बुँदा चाहिँ मैले तपाईँलाई राखेको छु होइन। यो फर्मुला व्यवस्थापनको समस्याहरू क्वेसनको सेकेन्ड पार्टले सिधा समस्या सोधेको छ, समस्यामा जाने हामीले होइन। विषयहरू फर्मुला व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यक्रम गर्न नसकेको अवस्था चाहिँ एउटा समस्या यो हो। स्थानीय सरकारहरूले चाहिँ कानुन बमोजिम फर्मुला व्यवस्थापनको दायित्व वहन गर्न नसकेको अवस्था छ। फर्मुला व्यवस्थापनको स्पष्ट रणनीति छैन, आई छैन, इआई स्वीकृत नगरिकन ल्यान्डफिल साइटहरू बनाएको अवस्था छ होइन। फर्मुला प्रशोधन केन्द्रहरू, सङ्कलन केन्द्रहरू चाहिँ हाम्रो चाहिँ बिना हाम्रो चाहिँ इआई स्वीकृत नगरिकन बनाएको अवस्था छ। अन्तर सरकार समन्वय कमजोर छ अझै पनि हाम्रो चाहिँ होइन। अन्त स्थानीय तह पनि एउटा समन्वय कमजोर छ होइन। यी कुराहरू छन्, यावत कुराहरू चाहिँ हाम्रो फर्मुलेसन समस्याहरू छन् भनेर तपाईँले चाहिँ यसरी लेख्नु होला। 4 मार्क्सको क्वेसन हो यो होइन। यसै आधारमा तपाईँले चाहिँ यो विषयहरूलाई तपाईँले लेख्यो भने होइन। अब यो यसै गरेर अब यसको सेकेन्ड पार्ट के छ होइन, यसमा होइन। फोहोरहरू ढलमा नदीमा मिसाउनु यो एउटा समस्या हो। ल्यान्डफिल साइड नहुनु, बनाएको पनि एकीकृत रूपमा नबनाउनु, आइइआई नगरेर बनाउनु, तपाईँले सजिलो तरिकाले लेख्न सक्ने प्रश्नहरू छन्, तपाईँहरूले लेख्नु होला है। मैले तपाईँलाई यति भने होइन। अब अगाडि जाउँ त साथीहरू है। अगाडि के छ हाम्रो चाहिँ होइन, यसका समाधानका उपायहरू भनेको छ। समाधानका उपायहरूमा यो फर्मुला व्यवस्थापनको लागि चाहिँ हाम्रो के गर्नु पर्यो, नीतिहरू बनाउनु पर्यो होइन। हामीले चाहिँ बढीभन्दा बढी चाहिँ कार्यक्रमहरू बनाउनु पर्यो। स्थानीय सरकारहरूको कानुनहरू बमोजिम फर्मुलाको दायित्व वहन गर्नु पर्यो स्थानीय सरकारहरूले। सङ्घीय र प्रदेश सरकारहरूले चाहिँ कमजोर क्षमता भएको स्थानीय सरकारलाई सहयोग गर्नु पर्यो होइन। फर्मुला व्यवस्थापनको स्पष्ट रणनीति तयार गरेर देशभरि लागू गर्ने, फर्मुला विसर्जन केन्द्र ल्यान्डफिल साइट निर्माण गर्दा अनिवार्य रूपमा आइइए गर्ने, देशभरि एकरूपता कायम गर्ने, फर्मुला व्यवस्थापन अन्तर सरकार समन्वय सरकारलाई बढ़ोत्तरी गर्ने, यी कुराहरू कसरी हाम्रो फर्मुला व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सकिन्छ होइन। सूचना प्रविधि नयाँ जस्तो तपाईँको अहिले यो निजी क्षेत्रसँग सहकार्य गर्ने विषय चाहिँ अहिले पोखरा महानगरपालिकाले चाहिँ यो मलाई लाग्छ सायद साउथ कोरिया को एउटा निजी क्षेत्रसँग सहकार्य गरेर व्यवस्थापन कार्य अगाडि बढाएको अवस्था छ। यसै गरेर फर्मुला व्यवस्थापनमा पनि प्राइभेट सेक्टरसँग हामीले के गर्नु पर्यो, बढीभन्दा बढी सहकार्य गर्ने। ल्यान्डफिल साइट निर्माण गर्दा अनिवार्य रूपमा आइइए गर्ने। अहिले तपाईँको के भएको छ भने यो फोहोर मैला व्यवस्थापन केन्द्र नदीहरूको किनारमा भयो, निर्माण भएको छ, जसले गर्दा जलीय पारिस्थितिक प्रणाली, जलीय जैविक विविधतामा ठुलो असर परेको अवस्था छ अहिले होइन। त्यो चाहिँ हाम्रो आइइआई निर्माण नगरिकन चाहिँ हाम्रो के गर्नु पर्यो, फोहोर मैला व्यवस्थापन केन्द्र बनाउनु भएन। नागरिकलाई परिचालन गर्नु पर्यो, खासमा पब्लिकलाई नै हामीले चाहिँ बढीभन्दा बढी हामीले चाहिँ परिचालन गऱ्यो भने चाहिँ के हुने हो, यो फोहोर मैला व्यवस्थापन चाहिँ प्रभावकारी हुने हो। नयाँ अरू टेक्नोलोजीहरू, नवीन टेक्नोलोजी जस्तो मैले तपाईँलाई के भनेको थिएँ, पोखरा महानगरपालिकाले चाहिँ यो मलाई लाग्छ यो साउथ कोरिया हो, दक्षिण कोरियासित हो क्या अरे एउटा सहकार्य गरिरहेको छ एउटा दक्षिण कोरियाको एउटा कम्पनीसँग। यो 1-1.5 महिना अगाडि मात्रै त्यहाँ के भएको छ, एग्रिमेन्ट भएको छ। तपाईँले चाहिँ न्युजमा पनि आएको कुरा हो यो, देख्नुभयो होला होइन। उजार एकैछिन म तपाईँलाई चाहिँ यो ओपन छोड्छु है प्रश्न। तपाईँले प्रश्न राख्ने म तपाईँको प्रश्न सुन्छु एकैछिन, मैले सकाउँछु अनि तपाईँको प्रश्न सुन्छु। म 5-7 मिनट तपाईँको प्रश्न सुन्छु है।
यो खालको हामीले चाहिँ सोलुसन दिएर चाहिँ हामीले के गर्नु पर्यो, अनि निष्कर्षहरूमा जानु पर्यो। निष्कर्ष धेरै ठुलो लेख्ने होइन, 2-3 लाइनको निष्कर्ष लेख्ने। यो प्रमुख चुनौती हो सरकारको। संविधान कानुन स्थानीय तह जिम्मेवारी दिएको छ। यसप्रतिको नागरिकको चेतना स्तर कमजोर हुँदा, स्थानीय सरकारको क्षमता र व्यवस्था स्तर कमजोर हुँदा सरकारको व्यवस्थापन नै चुनौतीपूर्ण भएको अवस्थामा माथिका कुराहरू अवलम्बन गर्नु पर्यो भनेर मैले तपाईँहरूलाई यो समाधानका उपायहरू यसरी लेख्ने र निष्कर्ष लेख्ने मैले तपाईँलाई सेयर गरेँ है। ओके, अब यो 10वटा प्रश्नहरू तपाईँलाई मैले छिटो भयो। यो बिस्तारै नयाँ क्लास पनि हो, त्यही भएर तपाईँलाई अलिक छिटो पनि भयो हो। अब यो बिस्तारै यदि तपाईँहरूले चाहिँ बुझ्दै गयो भने चाहिँ छिटो हुन्छ। यो उत्तर तपाईँहरूलाई आउँछ, प्रिन्ट गर्नुहोस्, यसलाई चाहिँ डाउनलोड गरेर नै पढ्नुहोस् है। मैले तपाईँलाई यति भने, यो मैले यो 9 नम्बरको सिन्सियर भएको छ। 9 नम्बरको हामीले के गरेका थियौँ, क्वेसन चाहिँ स्थानीय तहको भूमिका 9 नम्बरमा है। यो हेर्नु त, 9 नम्बरको सिन्सियर भयो है। है, यो चाहिँ 9 नम्बरमा हामीले चाहिँ 9 नम्बरको यो प्रश्न, दुईवटा प्रश्न होइन, यसरी चाहिँ हामीले चाहिँ ब्याकग्राउन्ड लेख्यौँ, अनि गर्नुपर्ने कार्यहरू के हुन् लेख्यौँ, अनि त्यसपछि चाहिँ हामीले समाधानका उपाय, तिनटै सरकारको भूमिका पनि यसरी लेख्नु पर्ने होइन, छ नि है। अब यो मैले केही प्रश्नहरू छन् भने च्याट बक्समा राखौँ त प्लिज साथीहरू। यो भिडियो हेर्न मिल्छ मजाले। यो भिडियो तपाईँले गुरु मन्त्रले आफ्नो पेजमा सेयर गरेको पनि छ। सायद मलाई पनि टेक गरे जस्तो लाग्छ मलाई। तपाईँहरू हेर्नु न, मेरो पेजमा गएर पनि हेर्नु होला है। अफलाइनमा डाउनलोड गर्यो भने तपाईँ क्लासमै हुनुहुन्छ, पढिराख्नु भएको छ गुरु मन्त्रमा, डाउनलोड गर्नु होला र अफलाइनमा पढ्नु होला है। अरू केही छ साथीहरू, यसमा केही प्रश्नहरू छन्, केही जिज्ञासाहरू छन्? ओके, केही जिज्ञासाहरू छैनन् भने अब तपाईँहरूले चाहिँ यो जुन जुन साथीहरू चाहिँ यो जोइन हुनु भएको छ गुरु मन्त्रमा, तपाईँहरूले चाहिँ गुरु मन्त्रमा यो भिडियो पनि डाउनलोड गर्नु सक्नुहुनेछ जस्तो लाग्छ मलाई। यो मेटेरियल पनि तपाईँहरूले डाउनलोड गर्नुहुनेछ। अरू जोइन नभएका साथीहरूले चाहिँ अब यो क्लास चाहिँ तपाईँहरूले यो फेरि अनलाइन चाहिँ सेयर गरेर हेर्नु होला। मैले तपाईँलाई यति भने, के प्रश्न छैनन् भने मैले आजको यो क्लासबाट मैले बिट मारेँ। तपाईँले लेख्दाखेरि चाहिँ अलिकति चाहिँ यो मोडलमा तपाईँहरूले चाहिँ यो मोडलमा तपाईँले चाहिँ अलिकति गयो भने चाहिँ तपाईँको चाहिँ आन्सर अलिक बेटर हुन्छ जस्तो लाग्छ मलाई। मैले यति भने, यति भन्दै मैले क्लास चाहिँ सकाएँ है। हाम्रो शिवराजी, मैले क्लास सकाएँ है त। हस् हस्, धन्यवाद सर। साथीहरू, आज हामी तपाईँहरूमा चाहिँ यो 2082 सालको लागि चाहिँ जुन विशेष रूपमा चाहिँ हाम्रो क्लास चलिरहेको छ, त्यसको हामी आज चाहिँ यो अन्तर्क्रिया के अरे फिडब्याक सेसनमा चाहिँ तपाईँहरूमा चाहिँ जोडिरहेका थियौँ। र यहाँ धेरै साथीहरूको मैले च्याट हेरिरहेको छु। डाउनलोड गर्न मिल्ने भन्नुभएको छ, कसैले भिडियो भन्नुभएको छ। तपाईँहरूले भिडियो पनि आउँछ हाम्रो युट्युबमा, अहिले एकछिनपछि हामीले युट्युबमा राख्छौँ। र अब यो क्लास सकिएको 5 मिनट पछि हामीले फेसबुक पेजमा पनि यो प्रश्नको यी सबैका आन्सरहरू राख्छौँ। तपाईँहरू साथीहरूले यो फेसबुक पेजमा तपाईँहरूले अहिले एकैछिन तपाईँहरू चाहिँ यो सकिएको 5 मिनटभित्रमा हामीले फेसबुक पेजमा चाहिँ राखिहाल्छौँ, तपाईँहरूले त्यो हेर्न सक्नुहुन्छ। र केही साथीहरूले क्लासहरूको बारेमा पनि बुझ्नु भएको छ। मैले अघि पनि तपाईँहरूलाई भने, हामी अब आज यो 2082 सालको जुन मङ्सिरमा खुल्ने विज्ञापन लक्षित गरेर चाहिँ यो क्लासेसहरू गरिरहेका छौँ। र त्यसै गरेर नियमित जुन हाम्रो अफिसरको अहिले अब सेकेन्ड पेपर, थर्ड पेपर र फोर्थ पेपरको दोस्रो चरणको हुने इक्जामको लागि पनि छुट्टै भइरहेकै छ। र यो विशेष गरेर अब चाहिँ नयाँ विज्ञापनको लागि चाहिँ हामीले गरिरहेको छौँ। किन भनेपछि यो अब दोस्रो चरणको इक्जामको लागि भनेको एडमिसन गराउनु भनेको हाम्रो बुझाइमा चाहिँ, हाम्रो गुरु मन्त्र एकाडेमीको बुझाइ चाहिँ मैले तपाईँहरूलाई भनिराखेको छु। एडमिसन गर्न त मिल्छ, कोर्स पनि तपाईँहरूको सकाउन चाहिँ मिल्छ, तर
जुन तरिकाले हामीले चाहिँ जुन तरिकाले यो कोर्स डिजाइन गरेका छौँ, त्यो छोटो समयमा चाहिँ त्यो कोर्सलाई यसरी बृहत रूपमा चाहिँ सञ्चालन गर्न चाहिँ गाह्रो हुने र त्यही अनुसारको नतिजा चाहिँ तपाईँहरूको सन्तोषजनक नतिजा चाहिँ ल्याउनुमा चाहिँ एकदमै चुनौती हुने भएको कारणले गर्दाखेरि सकेसम्म त्यस्ता छोटा कोर्सहरू हामी कम गर्छौँ। यो छोटा कोर्स भनेको चाहिँ के हो भनेपछि तपाईँहरूलाई आकर्षक देखाउने तर त्यसको परिणाम चाहिँ खासै त्यस्तो चाहिँ नआउने। किन भनेपछि तपाईँहरूले एउटा कुरो चाहिँ अब तपाईँहरू सबैजना साथीहरू चाहिँ यो अफिसरको तयारी हुन्छ भनेपछि तपाईँले के बुझ्नु पर्यो भनेपछि छोटो समयमै तयारी गरेर चाहिँ यो सफलता प्राप्त गर्न चाहिँ गाह्रो छ। त्यो पनि अफिसर्स जस्तो पोस्ट चाहिँ यो यति दिने कमान्डो कोर्स उति दिने कमान्डो कोर्स यस्तो प्रश्नोत्तर शैलीको कक्षा होइन भनेर मात्रै पनि सम्भव छैन है। अगाडिदेखि पढिरहनु भएको छ, केही थोरै मात्रै चाहिएको हो भनेपछि त्यो एउटा पाटो रह्यो। तर जुन चाहिँ सबै किसिमको चाहिँ कोर्स कन्टेन्ट पनि बुझ्नु छ, त्यसलाई प्र्याक्टिकल ढङ्गमा पनि लानु छ होइन भनेपछि त्यसलाई चाहिँ सर्ट रूपमा चाहिँ गर्नको लागि एकदमै गाह्रो हुन्छ। र त्यस्ता कोर्सहरू हामीले सकेसम्म त्यस्ता कोर्सहरू कम गर्छौँ है। किन भनेपछि यो हामीले त भर्ना गर्नु मात्रै हाम्रो उद्देश्य होइन कि तपाईँहरूले पनि त्यसको रिजल्ट चाहिँ पाउनु पर्यो भन्ने चाहिँ हो। जस्तो हामीले अहिले 2082 सालको विज्ञापनलाई खुल्ने लक्षित गरेर चाहिँ यसलाई चाहिँ हामीले फोकस किन गरिरहेछौँ भनेपछि पहिलेदेखि तपाईँहरूलाई चाहिँ हामीले नियमित रूपमा जस्तो बिहान हामीले रिटर्न पेपर गरिरहेछौँ, त्यसै गरेर बेलुका फर्स्ट पेपर 2 कक्षा गरिरहेछौँ। फर्स्ट पेपर 2टा कक्षा चाहिँ किन गरिरहेछौँ भनेपछि धेरै साथीहरू फर्स्ट पेपरै पास नहुने हुन्छन्। हो त्यस्तो फर्स्ट पेपर गरिरहेको छु र फर्स्ट पेपर मात्रै तपाईँले फोकस गर्नुभयो भनेपछि फेरि सेकेन्ड थर्ड फोर्थमा चाहिँ लड्ने हुन्छ। त्यही भएर सेकेन्ड थर्ड फोर्थ पेपरलाई पनि सँगसँगै लाने र फर्स्ट पेपरलाई चाहिँ अझ बढी चाहिँ जस्तो हामी 100%मा 60% फर्स्ट पेपरलाई चाहिँ बढी फोकस गर्ने र 40% चाहिँ हामी यतापट्टि रिटर्न पेपरमा पनि हामी अगाडि बढ्ने गरेर चाहिँ यसरी चाहिँ हामीले चाहिँ यो कक्षाको चाहिँ हामीले डिजाइन गरेका छौँ है। म तपाईँलाई अहिले भन्छु पनि कक्षा डिजाइन कसरी गरेका छौँ भनेर। अब कतै कतै संस्थाहरूमा चाहिँ देखिन्छ हप्ताको 3 दिन फिडब्याक हुन्छ, हप्ताको 4 दिन फिडब्याक हुन्छ। ए बाबा हप्ताको 4 दिन फिडब्याक हुन्छ भने पढ्नु चाहिँ कहिले पढ्नु सम्भव छ त? यत्रो कोर्स छ, हप्ताको 4 दिन फिडब्याक गराएर 3 दिन फिडब्याक गराएर त्यो पढ्नु चाहिँ कहिले पढ्नु भने त्यसो भए त क्वेसन मात्र पढाइदिए भइगयो त। अनि सधैँ हप्तैभरि चाहिँ गरेर 7 दिन गराए त भइगयो त। अनि कोर्स चाहिँ नपढाउनु, कोर्स पढाउनु पर्यो। कोर्स पढाइसकेपछि सीमित 6 दिन कोर्स पढाइसकेपछि एक दिन चाहिँ ल है तपाईँहरूको त्यो 6 दिनमा चाहिँ कतिको सुधार भयो त। अनि त्यसै गरेर अर्को 6 दिन तपाईँहरूले पढ्ने मौका राखेर त्यसपछिको अर्को दिन चाहिँ कति सुधार भयो त भनेर चाहिँ। अब 3 दिन इक्जाम 3 दिन फिडब्याक अनि 3 दिन एक दिन शनिबार अनि त्यसपछि के को चाहिँ तपाईँहरूको पढाइ हुन्छ है। त्यही भएर चाहिँ यो हामीले एक किसिमको कोर्स डिजाइन गरेका छौँ। अब तपाईँलाई त्यो कोर्स चाहिँ कस्तो लाग्छ एकचोटि सुन्नु होला। र त्यो कोर्स तपाईँलाई राम्रो लागेको खण्डमा तपाईँहरू भर्ना गरेर कक्षामा जोडिन सक्नुहुन्छ। मैले साथीहरूलाई चाहिँ त्यो चाहिँ अनुरोध गरेँ। यहाँ केही साथीहरूले चाहिँ सोधिरहनु भएको थियो कक्षाको बारेमा, त्यही भएर मैले तपाईँहरूलाई चाहिँ यो विषय चाहिँ भन्न खोजेको। र धेरैजना साथीहरूले चाहिँ अब अहिले नै हामी लगभग लगभग 622-23जनाको साथीहरू चाहिँ यहाँ तपाईँहरूमा चाहिँ अहिले जोडिराखेका छौँ। र पक्कै पनि मलाई लाग्छ आजको यो फिडब्याक सेसनको कक्षा त्यसै गरेर सरको प्रस्तुति तपाईँलाई राम्रो लागेको छ भन्ने चाहिँ विश्वास लिएको छु। अब म तपाईँहरूलाई हाम्रो प्याकेज हामीले जुन मिसन 2082 अन्तर्गत शाखा अधिकृतको प्याकेज बनाएका छौँ त्यसको बारेमा जानकारी गराउँछु। र त्यसपछि पनि तपाईँहरूका केही जिज्ञासाहरू मेटिएनन् भनेपछि म तपाईँहरूका जिज्ञासाहरू लिन्छु ल। मैले च्याट चाहिँ हेरिरहेको छु तर अहिले रिप्लाई गरिनँ पछि भन्छु ल। ओके, लागौँ हामी यो टिचर टिमहरूतर्फ चाहिँ अगाडि बढ्छु। यसमा चाहिँ हामीले आइक्यूको लागि हाम्रो आदरणीय गुरु कुमार तिमेल सिन्हा सर हुनुहुन्छ। यो लगातार रूपमा तपाईँको परीक्षाको अघिल्लो दिनसम्म हुने हो। मैले जति पनि कोर्सहरू भनिराखेको छु, जति पनि टाइम भन्छु, ती सबै चाहिँ तपाईँहरूको परीक्षाको अघिल्लो दिनसम्म हुने है। आइक्यूको लागि हाम्रो कुमार तिमेल सिन्हा सर हुनुहुन्छ। त्यसै गरेर जिकेमा आदरणीय 3जना गुरुहरू हुनुहुन्छ जसमा चाहिँ सुभाष चन्द्र अरियाल सर, त्यसै गरेर सबिन घिमिरे सर, त्यसै गरेर गोपीचन्द्र पौडेल सर उहाँहरू हुनुहुन्छ। र इङ्ग्लिसको लागि केपी घिमिरे सर हुनुहुन्छ है। इङ्ग्लिसको लागि चाहिँ केपी घिमिरे सर हुनुहुन्छ। र रिटर्न पेपर जुन सेकेन्ड पेपर थर्ड पेपर फोर्थ पेपर छ त्यसमा चाहिँ सेकेन्ड पेपर र थर्ड पेपर र फोर्थ पेपर यो चारवटै पेपरमा खण्ड खण्ड वाइज चाहिँ गरेका हुन्छौँ। जसमा रमेश पाण्डे सर, त्यसै गरेर ललित कुमार बस्नेत सर, त्यसै गरेर परशुराम पोखरेल सर, प्रकाश खनाल सर
रोशन पुन सर, देवराज लुइटेल सर, जगदीश प्रसाद जोशी सर, आज जुन सर लिनुभयो, त्यसै गरेर केपी खतिवडा सर गरेर चाहिँ उहाँहरू सरहरू चाहिँ हुनुहुन्छ। अब कुनै विषय प्रसङ्ग अनुसार कुनै सरहरू तत्काल हुने कुरो चाहिँ भइ नै हाल्यो है, उहाँहरू हुनुहुन्छ। अनि त्यसै गरेर लागौँ अब कक्षा समयको बारेमा। अघि पनि मैले तपाईँलाई छोटोमा चाहिँ जानकारी गराएँ। हामीले कक्षा चाहिँ दैनिक 3वटा कक्षा गर्छौँ, जुन चाहिँ बेलुका 2टा कक्षा गर्छौँ। मैले अघि जुन 60% भने नि, 60% चाहिँ हामी फर्स्ट पेपरलाई चाहिँ ध्यान दिन्छौँ। जस्तो तपाईँहरूको अब तपाईँहरूले निरन्तर दिइरहनु भएको छ भनेपछि धेरै कम सङ्ख्यामा चाहिँ पर्सेन्टेज चाहिँ तपाईँको फर्स्ट पेपरमा चाहिँ पास भइरहेको छ है। त्यही भएर चाहिँ हामीले चाहिँ यो फर्स्ट पेपरलाई चाहिँ बढी फोकस गर्ने। तर फर्स्ट पेपर मात्रै फोकस गरेर पनि भएन फेरि, किनभने चाहिँ फर्स्ट पेपर पास भएर मात्रै पनि हुँदैन। त्यसपछिको 2 महिनापछि त फेरि रिटर्न पेपरको हुन्छ। अनि एउटा 100 पूर्णाङ्कको तयारी गर्नलाई हामीले 6-7 महिना लाउने। अनि 300 पूर्णाङ्कको तयारी गर्नको लागि चाहिँ 2 महिनामा सकिने भन्ने कुरो यो बिल्कुल एकदम नपत्याउनु भयो होला। त्यस्तो चाहिँ सम्भव छैन। त्यही भएर चाहिँ हामीले के गर्छौँ, सँगसँगै यो तिनवटै कोर्सहरूलाई चाहिँ अगाडि बढाउँछौँ, जसमा चाहिँ बिहान 5 बजेदेखि 6:30 बजेको तयार के अरे बिहान 5 बजेदेखि 6:30 बजेसम्म हामी रिटर्न पेपर गर्छौँ। रिटर्न पेपरमा पनि एउटा पेपर सकाएर त्यसपछि अर्को पेपर होइन कि खण्ड खण्ड अनुसार। जस्तो हामी थर्ड पेपरको पहिलो खण्डबाट स्टार्ट गरिराखेका छौँ भनेपछि थर्ड पेपरको पहिलो खण्ड सकाउने, त्यसपछि फेरि हामी फोर्थ पेपरको पहिलो खण्डमा जाने, त्यो सकाउने, त्यसपछि फेरि हामी यतापट्टि सेकेन्ड पेपरको पहिलो खण्ड सकाउने, अनि त्यसपछि फेरि थर्ड पेपरको हामी दोस्रो खण्डमा प्रवेश गर्छौँ, फेरि फोर्थ पेपरको दोस्रो खण्डमा, त्यसपछि फेरि हामी थर्ड के अरे सेकेन्ड पेपरको दोस्रो खण्डमा। हो त्यसरी चाहिँ हामी चाहिँ लान्छौँ। यो चाहिँ गर्न खोजेको किन हो भनेपछि अब जो कसै साथीहरूलाई चाहिँ सेकेन्ड पेपर गाह्रो लाग्ला, जस्तो तपाईँहरूमध्ये धेरै साथीहरूलाई फोर्थ पेपर गाह्रो लाग्छ, कसैलाई थर्ड पेपर गाह्रो लाग्छ होइन। हो त्यही भएर चाहिँ यो समानान्तर रूपमा चाहिँ तपाईँहरूको तयारी चाहिँ होस् भनेर चाहिँ यो किसिमको मोडालिटी चाहिँ हामीले बनाएका हौँ। त्यसको समय चाहिँ रिटर्न पेपरको समय चाहिँ बिहान 5 बजेदेखि 6:30 बजेसम्म बिहान रहन्छ। र त्यसै गरेर चाहिँ बेलुका 7 बजेदेखि 8 बजेसम्म हामी जिके/इङ्ग्लिस है, यसमा चाहिँ के गर्छौँ, जस्तो जिके कोर्स मजाले सुरुदेखि गर्ने, जिकेलाई सकाउने, त्यसपछि फेरि इङ्ग्लिस पढाउने, र इङ्ग्लिस सकिसकेपछि फेरि अझ हामी जिकेमा आउने। यो कन्टिन्यू सकियो भनेर छोड्ने होइन कि कन्टिन्यू जिके सकाउने, इङ्ग्लिसमा जाने, इङ्ग्लिस सकाउने, फेरि जिकेमा जाने, हो त्यो किसिमको चाहिँ हामी गर्छौँ। यो चाहिँ 7 देखि 8कोमा। अनि त्यसै गरेर 8 देखि 9कोमा चाहिँ हामी आइक्यू गर्छौँ। यसलाई चाहिँ किन चाहिँ हामीले नियमित एक टाइम चाहिँ दिएका हौँ, तपाईँको परीक्षाको अघिल्लो दिनसम्म चाहिँ धेरै साथीहरू चाहिँ आइक्यूमा चाहिँ कमजोर रहने, र यही आइक्यूले गर्दाखेरि चाहिँ फेल पास हुने सम्भावना चाहिँ यसमा चाहिँ धेरै नै डिभाइड हुने भएको कारणले गर्दाखेरि चाहिँ यो आइक्यूलाई चाहिँ नियमित रूपमा चाहिँ राखेका हौँ, जसमा कुमार सरले लगातार रूपमा चाहिँ कुनै दिन अब्सेन्ट नभइकन चाहिँ उहाँले चाहिँ क्लास गराउनुहुन्छ है। त्यो किसिमको चाहिँ रहेको छ। यो चाहिँ कक्षा समय चाहिँ रह्यो। र त्यसै गरेर चाहिँ हाम्रो अब यो शुल्क सम्बन्धी चाहिँ म साथीहरूलाई चाहिँ जानकारी गराउँछु। शुल्क एकदम न्यून शुल्क राखेका छौँ, जसमा दुईटा शुल्क रहेका छन्। एउटा चाहिँ पहिलो भर्ना गर्ने 20 जना, र अर्को चाहिँ पहिलो भर्ना गर्ने 20 जना पछिको लागि है। यो दुईटा शुल्क चाहिँ रहेको छ, जसमा चाहिँ तपाईँको पहिलो भर्ना गर्ने, तपाईँहरू पहिलो भर्ना गर्ने 20 जना भित्र परेको खण्डमा प्रथम पत्र मात्रै पढ्न चाहनुहुन्छ भनेपछि तपाईँलाई 5,000 रुपियाँ शुल्क लाग्छ। र 20 जना पछि पर्दाखेरि तपाईँहरूलाई यो 7,000 रुपियाँ चाहिँ शुल्क लाग्छ है। अनि त्यसै गरेर चाहिँ लिखित पत्र सेकेन्ड, थर्ड र फोर्थ पेपर, जुन तिनवटा पेपर छ, यो मात्रै पढ्न चाहनुहुन्छ भनेपछि 20 जना भित्र तपाईँहरूले एडमिसन गर्नुभयो भने 6,000 लाग्छ। र 20 जना पछि तपाईँहरूले एडमिसन गर्नुभयो भनेपछि तपाईँहरूलाई चाहिँ 8,000 रुपियाँ चाहिँ शुल्क लाग्छ है। अनि त्यसै गरेर चाहिँ सबै पत्रको फर्स्ट पेपर, सेकेन्ड पेपर, थर्ड पेपर र फोर्थ पेपर, यो चारवटै पेपर तपाईँहरूले चाहिँ पढ्नुहुन्छ भनेपछि यो पहिलो भर्ना गर्ने तपाईँहरू यदि 20 जना, भाग्यमानी 20 जना भन्छौँ है, जस्तो अहिले हामी थुप्रो साथीहरू चाहिँ बसिरहेछौँ होइन, त्यो मध्येबाट तपाईँहरू भाग्यमानी 20 जना पर्नुभएको खण्डमा तपाईँहरूलाई 10,000 रुपियाँ शुल्क लाग्छ। र त्यसपछि 20 जना पछि तपाईँहरू हुँदाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ 15,000 रुपियाँ चाहिँ शुल्क लाग्छ है। त्यो किसिमको रहेको छ। र जो साथीहरू कोही हुनुहुन्छ आइक्यू मात्रै पढ्न चाहने साथीहरू हुनुहुन्छ भनेपछि तपाईँहरू 20 जनाभित्र भर्ना हुनुभयो भनेपछि 2,000 लाग्यो, र 20 जना पछि हुनुभयो भनेपछि तपाईँहरूलाई 3,000 रुपियाँ चाहिँ शुल्क लाग्छ। र त्यसपछि तपाईँहरूको यो कोर्स भनेको चाहिँ
एकचोटि तपाईँहरू भर्ना भइसकेपछि परीक्षाको अघिल्लो दिनसम्मको कोर्सको मैले फी भनिराखेको छु है। यो फी चाहिँ तपाईँहरूको तपाईँले आफैले अनुमान गर्नुहोस्, मेरो इक्जाम चाहिँ सम्भवतः यतिमा हुन्छ र यतिसम्म चाहिँ मैले पढ्न पाउँछु है भनेर चाहिँ त्यो किसिमको चाहिँ बुझ्नु होला। र तपाईँहरूले भर्ना भइसकेपछि के कुराहरू प्राप्त गर्नुहुन्छ भन्ने विषयमा चाहिँ तपाईँहरूलाई छोटोमा जानकारी गराइरहेको छु। ख्याति प्राप्त प्रशिक्षकद्वारा हरेक दिन लाइभ क्लास पाउनुहुन्छ। त्यसै गरेर पाठ्यक्रम अनुसारको समग्र विषयवस्तुको जानकारी गराइन्छ। त्यसै गरेर परीक्षामा उत्कृष्ट अङ्क ल्याउनको लागि ट्रिक्स एन्ड टेक्निक सिकाइन्छ है। त्यसै गरेर नमुना प्रश्नोत्तर सेटहरू पनि प्रदान गरिन्छ। त्यसै गरेर लाइभ डिस्कसन गर्न सकिन्छ, जुन हामी च्याट बक्सको माध्यमबाट गर्छौँ। र त्यसै गरेर हरेक दिन हामी अनलाइन टेस्ट इक्जाम गर्छौँ र त्यसको तपाईँलाई रिजल्ट र फिडब्याकहरू पनि गराउँछौँ। त्यसै गरेर पिडिएफ नोट र भिडियो रेकर्डेड क्लासहरू समेत पाउनुहुन्छ। पिडिएफ नोट तपाईँले मजाले डाउनलोड गरेर हामीले पठाइसकेपछि त्यसलाई प्रिन्ट गरेर मजाले नोटबुकको रूपमा राख्न मिल्छ। र भिडियो रेकर्डेड क्लासहरू चाहिँ तपाईँहरूले आनन्दले आफू नेटमा भएको समयमा जतिखेर पनि तपाईँहरूले चाहिँ पढ्न मिल्छ है। त्यो किसिमको चाहिँ रहेको छ। र तपाईँहरूको परीक्षा हुँदासम्म यो चाहिँ अब तपाईँहरूको प्र्याक्टिसको लागि भनेर चाहिँ हो। हामी 10,000 भन्दा बढी वस्तुगत प्रश्नहरूमा तपाईँहरूसँग छलफल गरेर यो चाहिँ तपाईँहरूलाई चाहिँ अध्ययन चाहिँ गराइसकेका चाहिँ हुनेछौँ है। यो किसिमको चाहिँ रहेको छ। र अब साथीहरूको केही त्यस्तो जिज्ञासा छ भनेपछि मैले तपाईँहरूको जिज्ञासाहरू लिन्छु। छैन भनेपछि आजको फिडब्याक सेसन हामी यति गर्छौँ। केही छ तपाईँहरूको जिज्ञासा च्याट गरौँ त। रिताजीले लोकेसन कहाँ होला भन्नुभएको छ। हाम्रो नयाँ मानिस हो, तर यो अनलाइन क्लास भएको कारणले गर्दाखेरि चाहिँ तपाईँहरू आउनै पर्छ भन्ने पनि छैन है। ओके। रेगुलर इक्जाम र फिडब्याक गराउनु पर्यो भन्नुभएको छ। रेगुलर नै भइरहेको छ है। अनलाइन इक्जाम गराएर धेरै राम्रो हुन्थ्यो भन्दा भइरहेछ है, भइरहेछ। त्यो भइरहेकै छ। हाम्रो पेजलाई राम्रोसँग तपाईँहरूले भिजिट गर्नुभयो भने सबै कुराहरू प्राप्त गर्नुहुन्छ। ओके। मैले साथीहरूलाई यति नै जानकारी गराएँ। आजलाई हामी यति गर्छौँ। अब हामी अहिले बेलुका फेरि हाम्रो फर्स्ट पेपर छ 7 बजेदेखि। तपाईँहरूको फर्स्ट पेपरको फिडब्याक चाहिँ छ। तपाईँहरू इच्छुक साथीहरू तपाईँहरू जोडिन सक्नुहुनेछ। आजलाई हामीहरू छुट्टिन्छौँ। भोलिबाट हाम्रो बिहानदेखि नियमित कक्षा हुने भएको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँहरू पनि इन्ट्रेस्टेड हुनुहुन्छ, क्लास लिन चाहनुहुन्छ भनेपछि तपाईँहरू पनि जोडिन चाहिँ सक्नुहुनेछ। यतिन्जेलसम्म जोडिनु भएकोमा तपाईँहरू सबैजना साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै आज छुट्यौँ। हस्, नमस्कार, शुभरात्रि।